हाल 360 वस्तुमा लागि आएको अन्तशुल्क खारेज गरेको छु। भन्सार बिन्दुमा सङ्कलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको छु। प्राकृतिक व्यक्तिको मृत्यु पश्चातको अस्वैच्छिक निसर्ग एवं निकायमा भएको स्वामित्व परिवर्तनको कारणले नियन्त्रित निकायमा हुने स्वामित्व परिवर्तनमा आयकर ऐन 2058 को दफा 57 आकर्षित नहुने व्यवस्था गरेको छु। सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभ कर अन्तिम हुने व्यवस्था गरेको छु। डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बिजक जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि करको 10% छुट पाउने व्यवस्था कार्यान्वयन गर्नेछौँ। मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउनेछौँ। वस्तु वा सेवाको खरिद बिक्रीमा बिजक लिने दिने संस्कृति प्रोत्साहन गर्न लटरी जस्ता आकर्षक कार्यक्रम सुरु गरिनेछ। मूल्य अभिवृद्धि करमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्नेछौँ। कर परिपालनलाई दण्ड होइन विकासको सहयात्री बनाउने नीति लिएका छौँ। कानुनी अस्पष्टता र करदाताको अज्ञानताका कारण लामो समयदेखि सिर्जित कर विवादलाई निरूपण गरी व्यावसायिक वातावरण तयार गर्न कर छुट तथा सहुलियत सम्बन्धी विशेष योजना ल्याएको छु। सरकार वा करदाता पक्षबाट अदालत वा न्यायिक निकायमा पुगी विचाराधीन रहेको कर विवाद समाधान गर्न निर्धारित कर रकममा 1% थप गरी तोकिएको म्यादभित्र बुझाएमा मुद्दा फिर्ता लिई शुल्क, जरिवाना, थप दस्तुर, विलम्ब शुल्क वा ब्याज मिनाहा हुने व्यवस्था मिलाएको छु। नेपाल सरकारको विद्यमान बोझिलो संगठन संरचना अब चुस्त बन्नेछ। संघीय मन्त्रालयको संख्या 22बाट 18 कायम भइसकेको परिप्रेक्ष्यमा विभाग कार्यालय र दरबन्दी कटौतीबाट बचत हुने रकमलाई प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिएको छु। 31 निकाय खारेजी, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण तथा 18 निकायको पुनर्संरचना गर्दैछौँ। कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्य सम्पादन कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती, जङ्गी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएका छौँ। लागत न्यूनीकरण र दक्षता अभिवृद्धि संस्थागत सुधारको अर्को आयाम हुनेछ। यसका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्नेछौँ। कार्यालय सञ्चालन खर्च उल्लेख्य रूपमा घटाएको छु। तालिम केन्द्र बाहिरका तालिम खर्च, क्यामेरा, टेलिभिजन लगायतका उपकरणमा विनियोजन हटाएको छु। विभिन्न कोष खडा गरी सुविधा दिने प्रचलन बन्द गर्नेछौँ। सम्बन्धित संस्थानका पदाधिकारी र कर्मचारीलाई सो संस्थानबाट उत्पादित वस्तु तथा सेवा खरिदमा प्रदान गरिएका छुट हटाएको छु। गाभिएका र खारेज भएका निकायको दरबन्दी मिलान र दायित्व व्यवस्थापन सम्बन्धी कार्य सम्पन्न नभएसम्मका लागि उक्त निकायलाई छुट्याएको रकम रोक्का गरेको छु। यी कदमबाट करिब 20 अर्ब बचत हुने प्रारम्भिक अनुमान छ। लगानी प्रवर्धन, आर्थिक सुधार र सहज सेवा प्रवाहको समुचित नीतिगत तथा कानुनी प्रबन्ध गरिनेछ। यसका लागि दर्जनौं ऐन, नियम, कार्यविधि र निर्देशिकाको निर्माण, प्रतिस्थापन वा परिमार्जन गर्नेछौँ। यसअघि नै घोषणा गरिएका 15वटा कानुन तुरुन्त खारेज गर्न केही नेपाल ऐन संशोधन विधेयक संसदमा प्रस्तुत गर्नेछौँ। कम्पनी कानुनमा संशोधन गरी स्वार्थको द्वन्द्व र विवरण खुलासा लगायतका विषयमा स्पष्टता कायम गर्दै कम्पनी खारेजी प्रक्रियालाई सहज बनाउनेछौँ। थप मुलुकसँग विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता गर्नेछौँ। दामासाही सम्बन्धी ऐन 2063 मा संशोधन गरी उपभोक्ता, लघु, साना तथा मझौला उद्योगका समेत वित्तीय समस्या समाधान गर्नेछौँ। लगानी प्रवर्धनका लागि सीमित दायित्वको साझेदारी कानुन तर्जुमा गर्नेछौँ, जसबाट एन्जल इन्भेस्टमेन्टलाई भेन्चर क्यापिटल तथा प्राइभेट इक्विटी फन्डमा लगानी गर्न प्रोत्साहन हुनेछ।
नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाउनेछौँ। औद्योगिक व्यवसाय ऐन संशोधन गरी उद्योगको क्षमता वृद्धि, स्वामित्व परिवर्तन, पुँजी वृद्धि लगायतका विषयमा उद्योग विभागलाई जानकारी मात्र गराए पुग्ने व्यवस्था गर्नेछौँ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा संशोधन गरी लगानी फिर्ताका लागि नेपाल राष्ट्र बैङ्कको पूर्व स्वीकृति लिनु नपर्ने र जानकारी दिए पुग्ने व्यवस्था गर्नेछौँ। वैदेशिक लगानीको दायराभित्र कन्भर्टेबल उपकरणहरू, परियोजना आबद्ध फन्डिङ लगायत अन्य हाइब्रिड उपकरणलाई समेट्नेछौँ। वैदेशिक लगानीको स्वचालित स्वीकृति प्रक्रियामा पूर्व स्वीकृतिको व्यवस्था हटाउनेछौँ। विदेशमा सेवा शुल्क, भुक्तानी, रोयल्टी र प्रविधि बापतको रकम पठाउने प्रक्रिया सरल बनाउनेछौँ। उधारो असुली सम्बन्धी कानुन व्यवस्था गर्नेछौँ। बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी कानुन छिट्टै निर्माण गर्नेछौँ। विगतको समग्र आर्थिक गतिविधिलाई विश्लेषण गरी व्यक्ति तथा व्यवसायीको साख मूल्याङ्कनका आधारमा कर्जा दिन सक्ने व्यवस्था गर्नेछौँ। व्यापारिक विवादको शीघ्र समाधानका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्नेछौँ। मेलमिलाप ऐनमा सुधार गर्नेछौँ। गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लगानीको लेखाङ्कन, नाफा फिर्ता र पुँजीगत लाभकर सम्बन्धी कानुनी व्यवस्थामा परिमार्जन गर्नेछौँ। मुलुकी देवानी संहिता 2074 मा संशोधन गरी नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय सङ्घ-संस्था, बहुराष्ट्रिय कम्पनीका शाखा वा आवास प्रयोजनका लागि जम्मा एकाइको 25% भन्दा नबढ्ने गरी आवास क्षेत्रका भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन लिजमा लिन सक्ने व्यवस्था गर्नेछौँ। साना तथा मझौला उद्योगीलाई वित्तीय पहुँच सुनिश्चित गर्न फर्स्ट लस रिकभरी हुने गरी कर्जा सुरक्षण गर्नेछौँ। कार्यगत सुधारको आक्रामक श्रृङ्खला सुरु गरी पुँजीगत खर्चको गति र लय फेर्न प्रतिबद्ध छौँ। खरिद प्रक्रियामा सुधार, रकमान्तरसहित स्रोत व्यवस्थापनमा लचकता, वैकल्पिक वित्त परिचालन एवं आयोजना प्रमुखको स्थिरता सुनिश्चित गरी तोकिएको लागत र समयमै आयोजना सम्पन्न गर्न मिसन मोडमा काम गराउनेछौँ। चालु आर्थिक वर्षभित्रै विकास आयोजना सम्बन्धी सनसेट कानुन संसदमा पेश हुनेछ। मोबिलाइजेसन पेस्कीको रकम सम्बन्धित आयोजनामा मात्र खर्च गर्न पाउने गरी ट्र्याकिङ गर्ने व्यवस्था मिलाउनेछौँ। हाइब्रिड एन्युइटी मोडलमा निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन 3 महिनाभित्र तयार हुनेछ। मध्यपूर्वको द्वन्द्वबाट इन्धन, बिटुमिन लगायत निर्माण सामग्रीमा भएको मूल्य वृद्धिबाट निर्माण व्यवसायीलाई परेको कठिनाइको सम्बोधन गर्नेछौँ। सफा सहर, सहज यातायात र सुरक्षित सडक चलायमान अर्थतन्त्रको अभिन्न अङ्ग बनाउनेछौँ। सडक यातायात, खानेपानी, सरसफाई र आर्थिक पहुँच पूर्वाधारलाई एकीकृत रूपमा विकास गर्नेछौँ। आगामी 5 वर्षभित्र सबै जिल्ला सदरमुकाम जोड्ने सडक तथा पुलको स्तरोन्नति गर्नेछौँ। यात्रा सुरक्षा र सडक स्तर सुधार गरी दुर्घटनाबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्नेछौँ। विकास र वातावरण बीच द्वन्द्व होइन, सामञ्जस्य स्थापित गर्नेतर्फ सरकार सचेष्ट रहनेछ। यसका लागि वातावरण संरक्षण ऐन 2076 र वन ऐन 2076 परिमार्जन गरिनेछन्। स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेखित वनको क्षेत्रफल वा कटान हुने रुखको सङ्ख्या घटेको अवस्थामा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्न नपर्ने व्यवस्था गर्नेछौँ। वन क्षेत्रको स्वीकृति र रुख कटानको आदेशसम्मका निर्णयको बहुश्रृङ्खलालाई उल्लेख्य रूपमा घटाउनेछौँ। नवीन एवं वैकल्पिक वित्तीय उपकरणको प्रबन्ध मार्फत सरकारको वित्तीय चाप घटाइनेछ। यस क्रममा सरकारको ब्यालेन्स सिट बाहिरबाट नै पुँजी परिचालन गरी सार्वजनिक लगानी एवं प्रविधि भित्र्याउन नयाँ वित्तीय उपकरण प्रस्ताव गरेको छु। पूर्वाधारमा निजी लगानी परिचालन गर्न वैकल्पिक विकास वित्त कोष सम्बन्धी कानुन प्रतिनिधि सभाबाट पारित भइसकेको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै अफसोर बन्ड शीघ्र जारी हुनेछ। स्वच्छ ऊर्जा बन्ड र डायस्पोरा बन्ड जारी गर्ने र उपलब्ध जलवायु कोषको अधिकतम उपयोग गर्ने नीति लिएको छु। हाल वैदेशिक मुद्राको सुविधाजनक सञ्चिति रहेको अवस्थामा केही प्रतिशत रकम सभरेन वेल्थ फन्डका रूपमा परिचालन गर्ने नीति लिएका छौँ। कम्तीमा 3 महिनाको इन्धन भण्डारण, एआई फ्याक्ट्री लगायतका रणनीतिक महत्त्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्नेछौँ। विदेशी ऋण वा लगानीमा आयोजनामा हुने विनिमय जोखिम न्यून गर्न आगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाएको छु। पहिलो र दोस्रो
सार्वभौम क्रेडिट रेटिङबाट प्राप्त नतिजामा सुधार हुने गरी अनुकूल आर्थिक वातावरण सिर्जना गर्नेछौँ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट यथाशक्य छिटो हटाउनेछौँ। सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पुँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गरेको छु। राष्ट्रिय वाणिज्य बैंकमा नेपाल सरकारको पुँजी वृद्धि गर्ने प्रस्ताव गरेको छु। नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौँ। राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गर्नेछौँ। जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गाभी पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउनेछौँ। गोरखकाली रबर उद्योग लगायत 7 वटा सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्याङ्कन DDA गरी निजी सार्वजनिक साझेदारी मोडलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्रै सम्पन्न गर्नेछौँ। सूचना प्रविधि पूर्वाधारको विस्तारमा सरकारको अर्जुन दृष्टि रहनेछ। नेपाल टेलिकममा सङ्घीय सरकारको 66% सेयर कायम राखी बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्नेछौँ। सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको छु। नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानुनी प्रबन्ध मिलाउनेछौँ। सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधि सफ्टवेयरको खरिद एकै निकायबाट गर्ने व्यवस्था मिलाउनेछौँ। डिजिटल सार्वजनिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौँ। नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केट प्लेस स्थापना गर्नेछौँ। नागरिक एपमा दर्जनौं सरकारी सेवाहरू आबद्ध हुनेछन्। नेपाललाई AI आर्टिफिशियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेका छौँ। काठमाडौँको सिउचाटारमा देशकै पहिलो सार्वभौम AI कम्प्युट केन्द्र स्थापना गर्नेछौँ। हजारौं AI प्रोसेसिङ युनिट खरिद गरी AI उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौँ। स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको AI कम्प्युट सेवामा रूपान्तरण गर्ने प्रस्ताव गरेको छु। नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सिपयुक्त रोजगारी, डिजिटल निर्यात र AI मा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। आगामी आर्थिक वर्ष AI को क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 जना नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्नेछु। AI को युगमा महत्त्वपूर्ण भूमिका हुने गणित लगायतका शैक्षिक विधालाई उच्च प्राथमिकता दिनेछौँ। लामो समयदेखि थाँतिरहेको नेपाल विद्युत प्राधिकरणको पुनःसंरचना सम्पन्न गरिनेछ। नेपाल विद्युत प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापारका लागि 3 छुट्टा छुट्टै कम्पनीमा विभाजन गर्नेछौँ। विद्युत खरिद सम्झौता भएका तर निर्माण सुरु नगरेका आयोजनाको अनुमति पत्र खारेज गरी टेक और पे विधिमा नयाँ PPA गर्ने प्रबन्ध गर्नेछौँ। 10 मेगावाट भन्दा कम क्षमताका विद्युत आयोजनाको तत्काल PPA गर्नेछौँ। सुक्खायाममा घटाघटमा विद्युत खरिद दर निर्धारण गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाउनेछौँ। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउनेछौँ। प्रसारण लाइन बनाउने र विलिङ चार्ज लिई विद्युत व्यापार गर्न सक्ने कानुनी व्यवस्था समेत मिलाउनेछौँ। जलविद्युत आयोजनाको अनुमति अवधिपछि आयोजनाको स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुँदा वनको जग्गा भोगाधिकार र रुख कटान बापतको शुल्क समायोजन गर्ने व्यवस्था मिलाउनेछौँ। ठूला तथा जलाशययुक्त आयोजनाको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्न प्रवर्धकले 100% रकम जलाशययुक्त आयोजनामा लगानी गर्ने सुनिश्चित गरेमा पहिलो वर्ष नै 40% सम्म सेयर सर्वसाधारणलाई बिक्री गर्न दिने नीति लिनेछौँ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वृद्धिको उत्तम सम्भावना भएका
ग्रामीण एवं शहरोन्मुख क्षेत्रको चतुर्दिक प्रादेशिक विकासमा लगानी बढाउनेछौँ। यस्ता क्षेत्रलाई ग्रोथ पोल र क्वाडका रूपमा विकसित गर्न नीतिगत र भौतिक पूर्वाधारको एकीकृत योजना कार्यान्वयन गर्नेछौँ। सुनकोशी मरिन डाइभर्जनबाट सिंचित हुने 1,22,000 हेक्टर कमान्ड क्षेत्रलाई आधार बनाउँदै हुलाकी र पूर्व पश्चिम राजमार्ग विस्तारका बाँकी काम सम्पन्न गरी कृषि र उद्योग क्षेत्रको मध्य मधेस चतुर्भुज क्वाड्राङ्गल बनाइनेछ। मध्य पहाडी, पुष्पलाल लोकमार्ग, कर्णाली राजमार्ग, भेरी कोरिडोर र रारादेखि जुम्ला हुँदै फोक्सुन्डोसम्मको कर्णाली चतुर्भुजमा जडीबुटी, जलविद्युत, पर्यटन र खानीजन्य क्रियाकलापले प्रश्रय पाउने व्यवस्था मिलाइनेछ। पूर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट खण्ड र मुगलिन दमौली पोखरा खण्ड शीघ्र सम्पन्न गर्नेछौँ। सिद्धार्थ राजमार्गको अन्तर्राष्ट्रिय स्तरको रूपान्तरण सुरु गरी कालीगण्डकी सभ्यताको उद्गम क्षेत्रलाई तीर्थाटन र स्वच्छ उद्यम व्यवसाय केन्द्रित गण्डकी चतुर्भुज बनाउनेछौँ। त्रिवेणी धाम, देवघाट, रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्नेछौँ। लुम्बिनी मुक्तिनाथ धार्मिक सांस्कृतिक मार्गमा आधारित निर्माण पथ प्रवर्धन गर्दै ध्यान, साधना, योग, बौद्ध वैदिक दर्शन तथा मनाङ, मुस्ताङ र म्याग्दीको हिमाली सांस्कृतिक अनुभवलाई एकीकृत गर्नेछौँ। मध्य पहाडी राजमार्गसँग ओलाङचुङगोला, किमाथाङका, तातोपानी, रसुवागढी, कोरला, हिल्सा जस्ता उत्तरी पर्या व्यापारिक गन्तव्यहरूसँग जोड्ने लक्ष्य राखेका छौँ। कोशी टप्पुदेखि कञ्चनजङ्घासम्मको क्षेत्रलाई समेटी जैविक विविधता संरक्षण र स्वच्छ ऊर्जा विकास केन्द्रित कोशी कोरिडोरको योजना अगाडि बढाउनेछौँ। रामा रोशन, खप्तड, बडी मालिका, शैलेश्वरी, उग्रतारा र मल्लिकार्जुन क्षेत्र समेटी सुदूरपश्चिममा विशिष्ट पर्यटकीय चतुर्दिक विकास अगाडि बढाउनेछौँ। भिजन काठमाडौँ 2040 को दीर्घकालीन योजना कार्यान्वयन सुरु गर्नेछौँ। काठमाडौँ उपत्यकाको समग्र शहरी सेवा व्यवस्थापनका लागि अन्डरपास, फ्लाइओभर, इन्टरसेक्सन सुधार, नदी कोरिडोरको पूर्वाधार, पार्क निर्माण, फोहोर मैला व्यवस्थापन, युटिलिटी डक्ट, विद्युतीय तार भूमिगत गर्ने सहितको एकीकृत पूर्वाधार बनाउनेछौँ। प्रदेश र स्थानीय तहसँगको सहकार्यमा वित्तीय प्रोत्साहन सहित खुला क्षेत्रको संरक्षण र विस्तारका लागि विशेष पहल गर्नेछौँ। काठमाडौँ उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन, चार्जिङ स्टेसन, ट्र्याकिङ प्रणाली, स्मार्ट बस पार्क, सुदृढ संस्थागत व्यवस्था सहितको स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम छिट्टै सुरु हुनेछ। पोखरा उपत्यकामा पनि सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई मोबिलिटी सेवा सुरुवात गर्नेछौँ। भिजिट नेपाल वर्ष 2085 र नेपाल आरोग्य वर्ष 2027 सफल बनाउन सघन तयारी गर्नेछौँ। उच्च मूल्यका पर्यटक लक्षित रिजोर्ट र होटल निर्माण र सञ्चालनलाई भौतिक एवं वित्तीय प्रोत्साहन दिने व्यवस्था गरेको छु। पर्यटन गतिविधिहरूलाई आरोग्य पर्यटनको मूल विषयवस्तुमा ब्रान्डिङ गरी पर्यटकका स्रोत मुलुकहरूमा विविधीकरण गरिनेछ। नेपाललाई युरोपियन युनियनको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनः संरचना गरी नियामक र सञ्चालकको पृथक भूमिका स्थापित गर्नेछौँ। कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको छ। कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौँ। व्यावसायिक कृषकलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्नेछौँ। न्यूनतम 2 करोडसम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छु। उत्पादन सुरु भएको मितिबाट लगातार 4 वर्षसम्म यस्तो अनुदान वार्षिक 10% का दरले शोध भर्ना हुनेछ। वास्तविक कृषकलाई उन्नत बिउ, मल, सिँचाइ, विद्युत तथा कृषि बिमामा सहयोग उपलब्ध गराउँदै कृषि अनुदानको दुरुपयोग रोक्नेछौँ। कृषि र पशु बिमामा 80% प्रिमियम अनुदान उपलब्ध गराउँदै अन्य अनुदान क्रमशः हटाउँदै लैजाने दिशा तय गरेको छु। ठूला र निर्माणाधीन सिँचाइ आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी स्रोत व्यवस्था गरेको छु। देशभर साना तथा मझौला सिँचाइ आयोजना विस्तार गर्न नेपाल सरकारको लगानीमा च्यालेन्ज फन्ड स्थापना गरी स्थानीय तहलाई प्रतिस्पर्धा गराउने व्यवस्था मिलाउनेछौँ। किसानबाट सिधै कृषि उपज खरिद गर्दा सहुलियतपूर्ण ऋण, ब्याज, अनुदान जस्ता सहुलियत उपलब्ध गराउने नीति लिएको छु। दुर्गम क्षेत्रमा स्थापना हुने र अर्ग्यानिक, उच्च मूल्य र बौद्धिक सम्पत्तियुक्त जीआई वस्तुको प्रशोधन गर्ने उद्योगलाई उत्पादन र ब्रान्डिङमा सहयोग उपलब्ध गराउनेछौँ।
कृषि सेवा प्रणालीलाई किसान केन्द्रित सेवा प्रणालीमा रूपान्तरण गरी पुनः संरचना गर्नेछौँ। वर्षैभरि कृषि प्राविधिक सेवा, डिजिटल कृषि सूचना तथा निजी सेवा प्रदायक मार्फत कृषकको घर दैलोमै कृषि सेवा पहुँच विस्तार गर्न प्रत्येक स्थानीय तहमा आवश्यक प्राविधिक जनशक्ति परिचालन गर्नेछौँ। देशभरिका कृषि अनुसन्धान तथा विकास केन्द्रहरूलाई पुनरुत्थान गरी उन्नत बिउ विकास, स्थानीय हावापानी अनुकूलको जात, कृषि जैविक प्रविधि तथा उत्पादकत्व वृद्धि केन्द्रित अनुसन्धानलाई प्राथमिकतामा राखेको छु। कृषि उपजको उचित मूल्य सुनिश्चितता, किसान र क्रेता बीच करार, अनुदान तथा नियमन सहितको कानुनी व्यवस्था गर्न कृषि विधेयक संसदमा शीघ्र पेश गर्नेछौँ। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकीकरण, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेछौँ। दिगो काठ उत्पादन, वनमा आधारित उद्योग, जडीबुटी तथा गैर काष्ठ वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौँ। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका क्रममा सङ्कलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौँ। वन पैदावारको कटानी, सङ्कलन, ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौँ। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन, प्रशोधन, ब्रान्डिङ र उद्यम सञ्चालनमा थप स्वायत्तता प्रदान गर्नेछौँ। वन, वातावरण, उद्योग, ऊर्जा र पूर्वाधार सम्बन्धी कानुन तथा नीति बीचको असङ्गति हटाउनेछौँ। वन क्षेत्रको कार्बन स्टक, इकोसिस्टम सेवा तथा प्राकृतिक पुँजीको आर्थिक मूल्याङ्कन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौँ। लगानी एक्सप्रेसको अवधारणा कार्यान्वयन गर्न आगामी 3 महिनाभित्र स्वचालित रूट प्रणाली लागू गर्नेछौँ। कम्पनी र उद्योग दर्ता, वित्तीय सेवा, कर प्रणालीमा सहभागिता, भिसा आवेदनसम्मका सबै सेवा आबद्ध गरी सूचना प्राप्ति, अनुपालना प्रतिवेदन र जोखिममा आधारित परीक्षण हुने व्यवस्था गर्नेछौँ। लगानी बोर्डबाट स्वीकृत भएका परियोजनामा पुनः अन्य निकायबाट स्वीकृति लिनु नपर्ने कानुनी व्यवस्था गर्नेछौँ। स्वीकृत परियोजनाको लगानी सम्बद्ध अध्ययन अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउनेछौँ। सेयर हस्तान्तरण, कर चुक्ता, सम्पत्ति मूल्याङ्कन, ऋण भुक्तानी, लाभांश वितरण र लिक्विडेसन प्रक्रियालाई सरल बनाई लगानी र मुनाफा फिर्ता सहज बनाउनेछौँ। उद्योग र औद्योगिक नवप्रवर्तनमा सरकार दत्तचित्त रहनेछ। गुणस्तरीय औद्योगिक पूर्वाधार विस्तार गर्ने नीति अनुरूप मोतीपुर र मयूर धाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्रले निर्माण र सञ्चालन गर्नेछन्। 5 खाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिनेछौँ। महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गर्नेछौँ। विशेष आर्थिक क्षेत्रलाई कर, भन्सार, आयात निर्यात र लगानीको सम्पूर्ण निर्णय एकै थलोबाट हुने विशेष आर्थिक प्रशासन क्षेत्रको व्यवस्था मिलाउनेछौँ। उत्पादनमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विद्युतको डिमान्ड शुल्क पुनरावलोकन गर्दै विद्युत महसुलमा छुट दिने व्यवस्था गर्नेछौँ। उद्योगीहरूले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा लिजमा उपलब्ध गराइने जग्गामा निर्मित संरचनालाई बैंकिङ प्रयोजनका लागि धितो राख्न सक्नेछन्। पुँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गर्नेछौँ। नवउद्यम, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको दह्रो आधार बनाउनेछौँ। नवउद्यमलाई पहिचान, सिप बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा आबद्ध कर सहुलियत, सार्वजनिक खरिदमा प्राथमिक पहुँच, डिजिटल दर्ता तथा नियामकीय सहजीकरण मार्फत नवउद्यम सञ्चालन प्रणालीलाई सुदृढ बनाउनेछौँ। नवउद्यम वित्त पोषणलाई केवल ऋणमा आधारित मोडेलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान, सम्भाव्यता प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा वृद्धि पुँजीको व्यवस्था गरिनुको साथै निजी क्षेत्र र गैर आवासीय नेपालीको सहलगानी प्रोत्साहित गर्नेछौँ। विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु। व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्दै पियर टु पियर P2P लेनदेनलाई नियमनसहित सञ्चालन गर्नेछौँ। कृषि, उद्योग, पर्यटन र जलविद्युत क्षेत्रमा दीर्घकालीन स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न नीतिगत व्यवस्था गर्नेछौँ। बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैर बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानुनी अधिकारसहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तसम्म स्थापना गर्नेछौँ।
समग्र शैक्षिक इकोसिस्टममा प्रणालीगत पुनर्संरचना गर्नेछौँ। राष्ट्रिय विद्यालय नक्साङ्कन र पूर्वाधार अडिट, शिक्षक क्षमता परीक्षण, एआई तथा एडटेक तत्परता मूल्याङ्कन समेतका आधारमा नवप्रवर्तन तथा सिप केन्द्रित शिक्षा विस्तार गर्न विद्यालय शिक्षामा लगानी बढाउनेछौँ। शिक्षा प्रणालीलाई विद्यालय केन्द्रित प्रणालीमा रूपान्तरण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि र पूर्वाधार निर्माणमा अभिभावकीय सहयोग स्वीकार गर्ने नीति लिएका छौँ। विद्यालय व्यवस्थापन समितिलाई गुणस्तरीय शिक्षा सुनिश्चितताको माध्यम बनाउनेछौँ। सम्पूर्ण शैक्षिक संस्थामा सफा शौचालय अभियान सञ्चालन गर्नेछौँ। उच्च शिक्षालाई अनुसन्धान, नवप्रवर्तन, ज्ञान उत्पादन र राष्ट्रिय क्षमता निर्माणको केन्द्रका रूपमा पुनः संरचना गर्नेछौँ। चिकित्सा, नर्सिङ, सूचना प्रविधि लगायत उच्च शिक्षाका विभिन्न विधामा हाल लगाइएको कोटालाई चालु आर्थिक वर्षभित्र पुनरावलोकन गरी उल्लेख्य वृद्धि गर्नेछौँ। उद्योग तथा श्रम बजारसँग प्रत्यक्ष आबद्ध मागमा आधारित सिप प्रणाली विस्तार गर्नेछौँ। राष्ट्रिय योग्यता ढाँचा तथा पूर्व सिकाइ मान्यता लागू गरी प्रवासी, अनौपचारिक तथा अनुभवी श्रमिकको सिपलाई औपचारिक मान्यता दिनेछौँ। पारिश्रमिक सहितको इन्टर्नसिप प्रणालीलाई संस्थागत गरिनेछ। यो बजेटले स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने लक्ष्य लिएको छु। दक्ष स्वास्थ्य जनशक्ति, प्रयोगशाला, अत्यावश्यक औषधि, डिजिटल स्वास्थ्य प्रणाली तथा प्रभावकारी रेफरल सेवा सहितका आधारभूत संस्थाहरूलाई स्वास्थ्य सेवाको प्रथम बिन्दु बनाउने दीर्घकालीन लक्ष्य लिएका छौँ। सरकारले निशुल्क उपलब्ध गराउने मध्ये कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउनेछौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाउनेछौँ। सार्वजनिक साझेदारी मोडल, पब्लिक पार्टनरसिप मोडल अन्तर्गत 7वटै प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गरिनेछ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टीकृत सेवा विस्तारमा परिचालन गर्नेछौँ। स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्नेछौँ। छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाउनेछौँ। स्वास्थ्य बीमाको सर्वव्यापीकरणबाट आगामी 3 वर्षमा 90% नेपाली स्वास्थ्य बीमाको दायरामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौती हुने अपेक्षा राखेका छौँ। राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सडक दुर्घटना र आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्नेछौँ। आगामी 5 वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट 24 घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्नेछौँ। आगामी 3 वर्षभित्र 65% र 5 वर्षभित्र 100% नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउनेछौँ। खानेपानी आपूर्तिको गुणस्तर, शुल्क संरचना तथा सेवा दायित्व सुनिश्चित गर्न नियमन प्रणाली सुदृढ पार्नेछौँ। काठमाडौँ उपत्यकामा दिगो खानेपानी सेवा सुनिश्चितताको लागि विद्यमान महसुल संरचनाको पुनरावलोकन गर्नेछौँ। काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय र खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगलाई गावी एउटै संरचना बनाउनेछौँ। सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउनेछौँ। आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौँ। त्यस्तो योगदानलाई अन्तर्पुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको उदाहरणका रूपमा सम्मान गर्नेछौँ। देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक ₹1000 बनाएको छु। उच्च गरिबी भएका र मानव विकास सूचकाङ्कमा पछाडि परेका मुख्यतः मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बालबालिकाले पाउने पोषण भत्तालाई निरन्तरता दिएको छु। श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुनुपर्ने व्यवस्था गर्नेछौँ। यसबाट सुरक्षा गार्ड र घरायसी कामदारका अतिरिक्त निर्माण, कृषि, आतिथ्य, ढुवानी तथा औद्योगिक श्रमिक आपूर्ति गर्न इजाजत प्राप्त संस्थाले प्रदान गर्ने बीमा, आवास र डिजिटल गुनासो व्यवस्थापन जस्ता सेवाको मापदण्ड निर्धारण हुनेछ। श्रम क्षेत्रमा लिखित सम्झौता, न्यूनतम ज्याला, बीमा, कार्यस्थल सुरक्षा मापदण्ड तथा बैंक मार्फत पारिश्रमिक भुक्तानी अनिवार्य गर्नेछौँ।
कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति र बिमा दाबी प्रणाली थप प्रभावकारी बनाउनेछौँ। पुस मसान्तभित्र श्रम न्यायाधिकरण मार्फत श्रम विवादको शीघ्र समाधान गर्ने र सम्झौता उल्लङ्घन, ज्याला ठगी तथा श्रम शोषणलाई आर्थिक अपराध सरह कानुनी दायरामा ल्याउने प्रणाली विकास हुनेछ। अनौपचारिक र असङ्गठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्न विशेष अभियान सञ्चालन गर्नेछौँ। पुँजी बजारलाई मर्यादित र लगानी मैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधि मैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्नेछौँ। नेपाल स्टक एक्सचेन्जको पुनः संरचना अघि बढाई इन्ट्राडे, सर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध सुरुवात गर्नेछौँ। शेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ जस्ता पुँजी बजारमा हुने अवांछित गतिविधि विरुद्ध शून्य सहनशीलताको नीति लिनेछौँ। नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुने गरी ग्लोबल डिपोजिटरी रिसिट जारी गर्न सक्ने व्यवस्था मिलाउनेछौँ। सौम्य शक्तिको विस्तार गर्दै डायस्पोराको सिप, पुँजी र सञ्जालको सदुपयोग गर्नेछौँ। प्रवासमा रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा आबद्ध गराई उनीहरूको मताधिकार सुनिश्चित गर्न कानुनी, प्राविधिक तथा प्रशासनिक पूर्वाधार तयारी गर्नेछौँ। भिसा प्रणालीमा व्यापक सुधार गरी लगानी मैत्री अध्यागमन व्यवस्थापन गर्न नयाँ विधेयक संसदमा पेश गर्नेछौँ। अति कम विकसित मुलुकको राष्ट्रसङ्घीय दर्जाबाट निस्कन हाल न्यूनतम योग्यता पुगेको भए पनि अर्को 2 वर्ष घनीभूत आर्थिक, सामाजिक, राष्ट्रिय पुनर्जागरणको आडमा नेपालको स्तरोन्नति गराउने निर्णय गरेका छौँ। त्यस्तो स्तरोन्नति अप्रतिगम्य होस् भन्ने चाहेका छौँ। राजनीतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गर्नेछौँ। स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई पछिल्लो आम निर्वाचनमा प्राप्त मतको आधारमा सरकारी अनुदान दिने बारे बृहत राजनीतिक बहस गराउनेछौँ। यसरी उपलब्ध हुन सक्ने अनुदानको लेखा परीक्षण महालेखा परीक्षकले गर्ने व्यवस्था मिलाइनेछ। प्रमाणमा आधारित नीति निर्माण, कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउनेछौँ। शैक्षिक गुणस्तर परीक्षण केन्द्र, कृषि तथ्याङ्क प्रणाली तथा नेपाल राष्ट्र बैङ्क अन्तर्गत रहेको उपभोक्ता मूल्य सूचकाङ्क सम्बन्धी तथ्याङ्क प्रणाली लगायतलाई राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत एकीकृत गरिनेछ। त्यसै गरी नीति अनुसन्धान प्रतिष्ठानलाई राष्ट्रिय योजना आयोग अन्तर्गत राखी सरकारको दीर्घकालीन सोच र नीति निर्माण गर्न सक्षम निकाय बनाउनेछौँ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्दछु। सडक। आगामी आर्थिक वर्ष करिब 1000 किलोमिटर सडक, कालोपत्रे र 275 वटा सडक पुल निर्माण हुनेछ। 1028 किलोमिटर लामो पूर्व पश्चिम राजमार्गलाई 4 लेनमा स्तरोन्नति गर्ने कार्य 5 वर्षभित्र सम्पन्न गर्नेछौँ। यसै वर्ष कमला कञ्चनपुर र नारायणगढ बुटवल सडक खण्ड स्तरोन्नति कार्य सम्पन्न हुनेछ। आगामी वर्ष काकडभिट्टा लौकही, कमला बागमती, बुटवल गोरुसिङ्गे र धानखोला लमही खण्ड अन्तर्गत 80 किलोमिटर सडक स्तरोन्नति गर्नेछौँ। बागमती पथलया, नारायणगढ हेटौँडा र गोरुसिङ्गे चन्द्रौटा खण्डको स्तरोन्नति सुरु गर्नेछौँ। पकली कञ्चनपुर, चन्द्रौटा धानखोला र कोवलपुर गड्डा चौकी सडक खण्डको स्तरोन्नतिको अध्ययन सम्पन्न गर्नेछौँ। पूर्व पश्चिम राजमार्गको लागि रु 37 अर्ब 46 करोड विनियोजन गरेको छु। काठमाडौँ तराई मधेस द्रुत मार्गमा आगामी वर्ष 40 वटा पुल र 5.4 किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्नेछौँ। द्रुत मार्गको लिङ्क रोड निर्माण सुरु गर्नेछौँ। यस मार्गको लागि रु 17 अर्ब 64 करोड विनियोजन गरेको छु। हुलाकी राजमार्ग आगामी 3 वर्षभित्र निर्माण सम्पन्न गर्नेछौँ। यस अन्तर्गत घना बस्ती भएको स्थानबाट राजमार्ग चौडा गर्ने कार्य सुरु गर्दै 8 वटा सडक पुल निर्माण सम्पन्न गर्नेछौँ। यस राजमार्गको लागि रु 4 अर्ब 65 करोड विनियोजन गरेको छु। कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला गमगढी सडकको स्तरोन्नतिको लागि रु 1 अर्ब बजेट व्यवस्था गरेको छु। पुष्पलाल मध्य पहाडी राजमार्गको निर्माण आगामी 3 वर्षभित्र सम्पन्न गर्नेछौँ। यस अन्तर्गत 65 किलोमिटर सडक स्तरोन्नति र 5 वटा पुल निर्माण सम्पन्न गर्न रु 2 अर्ब 16 करोड विनियोजन गरेको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत 25 किलोमिटर सडक कालोपत्रे गर्न र पुल निर्माण गर्न रु 1 अर्ब 46 करोड विनियोजन गरेको छु। आगामी 3 वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सडकमा निर्माणाधीन पुल सम्पन्न गर्नेछौँ।
राष्ट्रिय राजमार्गमा पर्ने 40 वटा ठूला पुल निर्माण तथा स्तरोन्नति सम्पन्न गर्नेछौँ। राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक पुल, विशेष महत्त्वका पुल र स्थानीय सडक पुलका लागि रु 9 अर्ब 87 करोड विनियोजन गरेको छु। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबु खैरेनीदेखि पोखरासम्मको 4 लेन सडक निर्माण शीघ्र सम्पन्न हुनेछ। मुगलिङ आँबु खैरेनी खण्डको निर्माण कार्य सुरु गर्नेछौँ। नागढुङ्गा मुगलिङ खण्ड अन्तर्गत 40 किलोमिटर सडक स्तरोन्नति हुनेछ। नागढुङ्गा सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउनेछौँ। यी सडक खण्डको लागि रु 6 अर्ब 55 करोड विनियोजन गरेको छु। कर्णाली कोरिडोरको 31 किलोमिटर कालोपत्रे एवं ग्राभेल गर्नेछौँ। त्यस्तै कालीगण्डकी कोरिडोरको 21 किलोमिटर कालोपत्रे हुनेछ। कोशी कोरिडोरको उत्तरी खण्डको 15 किलोमिटर कालोपत्रे गर्नेछौँ। यी 3वटा कोरिडोरका लागि रु 6 अर्ब 25 करोड विनियोजन गरेको छु। गल्छी स्याफ्रुबेसी रसुवागढी सडक खण्डलाई स्तरोन्नति गर्न रु 1 अर्ब 35 करोड विनियोजन गरेको छु। सिद्धार्थ राजमार्गको बुटवल पोखरा खण्ड द्रुत मार्गका रूपमा निर्माण कार्य प्रारम्भ गर्नेछौँ। आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङ मार्ग सम्पन्न हुनेछ। महाकाली कोरिडोरको दार्चुला टिङ्कर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको छु। मेची अरुण तमोर भेरी सेती कोरिडोर र खुटिया दिपायल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ। काठमाडौँ चक्रपथ विस्तार अन्तर्गत कलङ्की वसुन्धरा खण्ड विस्तार कार्य सुरु गर्नेछौँ। वसुन्धरा चाबैल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गर्नेछौँ। टोखा छहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्नेछौँ। कर्णालीको जनजीवनलाई सहज गर्न जाजरकोटको मुलसामदेखि जुम्लाको टोप्ला सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्नेछौँ। खुरकोट चियाबारी, थानकोट चितलाङ, मजेमटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्नेछौँ। प्रमुख सडक चोकमा ट्राफिक सङ्केत, चोक सुधार, सडक रेखाङ्कन, क्र्यास ब्यारियर र डिभाइडर जडान तथा मर्मतलाई निरन्तरता दिई सडक सुरक्षाका लागि रु 2 अर्ब 46 करोड विनियोजन गरेको छु। बर्दिवासदेखि काठमाडौँ तराई मधेस द्रुत मार्ग प्रस्थान बिन्दुसम्मको रेल मार्ग निर्माण कार्य अगाडि बढाउनेछौँ। निर्माणाधीन बथनाहा विराटनगर तथा जनकपुर जयनगर बर्दिवास रेलमार्गको बाँकी कार्य सम्पन्न गर्न रकम विनियोजन गरेको छु। आगामी वर्षदेखि काठमाडौँ उपत्यका लगायतका प्रमुख सहरी सडकको नियमित मर्मत सम्भार गरी धुलो मुक्त एवं खाल्टाखुल्टी मुक्त बनाउनेछौँ। सडकको राष्ट्रव्यापी मर्मत सम्भार अभियानका रूपमा सञ्चालन गर्न रु 28 अर्ब 52 करोड विनियोजन गरेको छु। राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्नेछौँ। पहिरोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा सुचारू गर्न रु 3 अर्ब 17 करोड विनियोजन गरेको छु। महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरा सहितको आधुनिक ब्लू बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौँ। सहरी विकास मध्य पहाडी लोकमार्ग आसपासका 12 स्थानमा पहिचानयुक्त सहर निर्माण गर्न जग्गा विकास र पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिन रु 1 अर्ब 83 करोड विनियोजन गरेको छु। देशका प्रमुख सहरहरूमा एकीकृत फोहोर मैला व्यवस्थापन, ढलमुक्त नदी अभियान र नदी किनारामा हरियाली प्रवर्धनका लागि रु 4 अर्ब 19 करोड विनियोजन गरेको छु। जेनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रबलीकरण तथा पुनर्निर्माण कार्यलाई प्राथमिकता दिनेछौँ। जाजरकोट तथा रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुनर्निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरेको छु। हालसम्म सडक सञ्जालबाट नजोडिएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग सर्वयाम सञ्चालन हुने सडकमा जोड्ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढाउनेछौँ। नागरिकलाई आधारभूत यातायात सेवामा पहुँच बढाउन बढीमा 30 मिनटको पैदल यात्राको दूरी नबढ्ने गरी झोलुङ्गे पुल निर्माण गर्न रु 5 अर्ब 14 करोड बजेट विनियोजन गरेको छु। राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा झापा जिल्लाको मेचीनगर नगरपालिकामा 100 वटा भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री वितरण गर्नेछौँ। सडक तथा सहरी पूर्वाधार विकासका लागि 286 अर्ब 48 करोड विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, खानेपानी तराई मधेसमा
सुक्खा याममा हुने खानेपानीको चरम अभावलाई दिगो रूपमा समाधान गर्न समुदाय स्तरमा डिप बोरिङ सहितको खानेपानी प्रणालीको विकास गर्नेछौँ। आर्सेनिक मुक्त तराई अभियान सञ्चालन गर्नेछौँ। तराई मधेसमा अधुरा रहेका 280वटा खानेपानी आयोजना सम्पन्न गर्न रु 2 अर्ब 50 करोड विनियोजन गरेको छु। आगामी आर्थिक वर्ष याङ्री र लार्के खोलाबाट मेलम्चीमा पानी पथान्तरणका लागि अध्ययन सम्पन्न गर्नेछौँ। कीर्तिपुर, मध्यपुर थिमी, जोरपाटी, पेप्सिकोला, नागार्जुन र महालक्ष्मी लगायतका स्थानमा पाइप सञ्जाल विस्तारको कार्य थालनी गर्नेछौँ। यस आयोजनाका लागि रु 7 अर्ब 26 करोड विनियोजन गरेको छु। सहरी क्षेत्रमा बिजुली, ढल तथा खानेपानी व्यवस्थापन एकीकृत रूपमा गर्नेछौँ। दमक, धरान, इटहरी, वीरगञ्ज र हेटौँडा लगायत प्रमुख सहर खानेपानी र ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न रु 2 अर्ब 34 करोड विनियोजन गरेको छु। उन्नत फिल्ट्रेसन प्रविधिको प्रयोग तथा राष्ट्रव्यापी पानी परीक्षण प्रयोगशाला सञ्जाल स्थापना गरी पानीको नियमित परीक्षण र क्युआर कोडमा आधारित अनुगमन गर्नेछौँ। काठमाडौँ उपत्यकाको सल्लागारी, कोडकु, धोबीघाट, गोकर्ण र हनुमान घाटमा दैनिक 7 करोड 27 लाख लिटरको फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गर्नेछौँ। यस कार्यका लागि रु 3 अर्ब 46 करोड विनियोजन गरेको छु। उपत्यका बाहिर खाँदबारी, बेलौरी, टाउन बजार, बारपाक र त्रिशुली बजारमा ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनेछौँ। खानेपानी तथा सरसफाइतर्फ रु 37 अर्ब 17 करोड विनियोजन गरेको छु। स्वच्छ ऊर्जा आगामी आर्थिक वर्ष जलविद्युत आयोजनाबाट 670 मेगावाट र सौर्य आयोजनाबाट 370 मेगावाट गरी 1040 मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध हुँदा कुल जडित क्षमता 5535 मेगावाट पुग्नेछ। 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नेछौँ। निर्माणाधीन तनहुँ जलाशययुक्त आयोजना, माथिल्लो मोदी ए, माथिल्लो मोदी, माथिल्लो त्रिशुली 3B र बुढीगङ्गा आयोजना निर्माणलाई तीव्रता दिनेछौँ। 1061 मेगावाटको माथिल्लो अरुण, 828 मेगावाटको उत्तर गङ्गा, 210 मेगावाटको चैनपुर सेती, 79 मेगावाटको तामाकोसी 5 र 77 मेगावाटको घुन्साखोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया सुरु गर्नेछौँ। 417 मेगावाटको नलगाड, 490 मेगावाटको अरुण 4 र 281 मेगावाटको नौमुरे आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाउनेछौँ। कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता समेतको लगानीमा 439 मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्नेछौँ। 1200 मेगावाटको बुढी गण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि अधिकार सम्पन्न प्राधिकरण मोडलमा निर्माण कार्य अगाडि बढाउनेछौँ। 670 मेगावाटको दुधकोशी जलाशययुक्त आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न गरी ठेक्का प्रक्रिया सुरु गर्नेछौँ। 900 मेगावाटको अरुण तेस्रो, 669 मेगावाटको तल्लो अरुण लगायत लगानी बोर्ड मार्फत निर्माण कार्य अगाडि बढाइएका करिब 3000 मेगावाट क्षमताका आयोजना विकास गर्न सरकारले आवश्यक सहजीकरण गर्नेछ। निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न गर्न रु 70 अर्ब विनियोजन गरेको छु। हेटौँडा ढल्केबर इनरुवा 400 केभी प्रसारण लाइन चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुनेछ। 400 केभी का नयाँ खिम्ती 12 काठमाडौँ र हेटौँडा रातमाटे लप्सीवेदी न्यू दमौली न्यू बुटवल प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिनेछौँ। अन्तर्देशीयतर्फ बुटवल गोरखपुर र इनरुवा पूर्णिया प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिनेछौँ। ढल्केबर मुजफ्फरपुर सीतामढी, लम्की दोदोधरा बरेली, लमही लखनऊ, निजगढ मोतिहारी र चिलिमे हब केरुङ प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माण सुरु गर्नेछौँ। कर्णाली कोरिडोर राष्ट्रिय प्रसारण लाइन निर्माणलाई तीव्रता दिनेछौँ। राष्ट्रिय ग्रिड नपुगेका कर्णालीका स्थानीय तहमा विद्युतीकरणलाई तीव्रता दिनेछौँ। ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भ गर्न हेटौँडामा 2.5 मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाको रूपमा कार्यान्वयन गर्नेछौँ। सुक्खा यामको पिक आवरमा हुने विद्युत अभावलाई सम्बोधन गर्न काठमाडौँ उपत्यकामा 100 मेगावाटको ब्याट्री एनर्जी स्टोरेज प्रणालीको कार्यक्रम प्रारम्भ गर्नेछौँ। ग्रिन हाइड्रोजन उत्पादन कार्यलाई अगाडि बढाउन आवश्यक बजेटको व्यवस्था गरेको छु। ऊर्जा उत्पादन, प्रसारण र वितरण लाइन निर्माणका लागि रु 85 अर्ब 54 करोड विनियोजन गरेको छु। सिंचाई
आगामी आर्थिक वर्ष थप 15,800 हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउनेछौँ। यसबाट खेतीयोग्य सिंचित जमिनको अनुपात 64% पुग्नेछ। नदी नियन्त्रणतर्फ 70 किलोमिटर तटबन्ध निर्माण र 210 हेक्टर जग्गा उकास गर्नेछौँ। बबई सिँचाइ आयोजना अन्तर्गत आगामी आर्थिक वर्ष 1066 हेक्टर जमिनमा सिँचाइको सुविधा पुर्याउनेछौँ। राजापुर सिँचाइ आयोजनाको पुनर्स्थापनाको कार्य अगाडि बढाइनेछ। भेरी बबई डाइभर्सन आयोजनाको हेडवर्क्स निर्माण कार्य सम्पन्न गर्नेछौँ। यी आयोजनाका लागि रु 5 अर्ब 63 करोड विनियोजन गरेको छु। सिक्टा सिँचाइ आयोजना अन्तर्गत बाँके पूर्व र पश्चिमतर्फ 5000 हेक्टर जमिनमा थप सिँचाइ सुविधा पुर्याउनेछौँ। यसका लागि रु 2 अर्ब 55 करोड विनियोजन गरेको छु। सुनकोशी मरिन डाइभर्जन आयोजनाको बाँध र विद्युत गृह निर्माणको लागि पुनः ठेक्का लगाई 4 वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु गर्नेछौँ। यस वर्ष यसका लागि 2 अर्ब 98 करोड विनियोजन गरेको छु। बागमती सिँचाइ आयोजनाको स्तरोन्नति गरी सुनकोशी मरिन डाइभर्जन आयोजनाबाट थप हुने पानीको उपयोगबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका 1,22,000 हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न रु 53 करोड विनियोजन गरेको छु। महाकाली सिँचाइ आयोजनाको कमान्ड क्षेत्र विस्तार गर्नेछौँ। रानी जमरा कुलरिया आयोजनाको लम्की खण्डको पूर्वाधार विकास गर्नेछौँ। बृहत दाङ उपत्यका सिँचाइ आयोजना र प्रगन्ना बड्कापथ सिँचाइ आयोजनाबाट 2,380 हेक्टर जमिनमा थप सिँचाइ उपलब्ध गराउन रु 1 अर्ब 21 करोड विनियोजन गरेको छु। नौमुरे बहुउद्देश्य सिँचाइ आयोजनाबाट कपिल वस्तुमा सिँचाइ गर्ने गरी आवश्यक पूर्व तयारी सम्पन्न गर्नेछौँ। बाढगङ्गा सिँचाइ आयोजनाको पुनर्स्थापना र मर्मत सम्भार गर्नेछौँ। नारायणी सिँचाइ आयोजना पुनर्स्थापनाका लागि बजेट छुट्याएको छु। सुनसरी मोरङ, चन्द्रनहर, कमला, नारायणी गण्डक, कोशी पम्प लगायतका सिँचाइ प्रणालीको मर्मत सम्भार तथा पुनर्स्थापनाका लागि रु 44 करोड विनियोजन गरेको छु। सतह सिँचाइको सेवा नपुगेका तराई मधेसका थप 3,980 हेक्टर खेतीयोग्य जमिनमा भूमिगत सिँचाइ सुविधा पुर्याउन रु 1 अर्ब 83 करोड विनियोजन गरेको छु। त्यसै गरी सर्लाही र धनुषा जिल्लामा स्मार्ट प्रविधिको प्रयोग गरी भूमिगत सिँचाइ सुविधा पुर्याउन आवश्यक रकम व्यवस्था गरेको छु। पहाडी तथा हिमाली क्षेत्रका कृषियोग्य टारहरूमा लिफ्ट सिँचाइ प्रणाली मार्फत भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन रु 80 करोड विनियोजन गरेको छु। पहाडका टारहरूमा लिफ्ट सिँचाइ आयोजनाबाट आगामी वर्ष 2,230 हेक्टर जमिनमा थप सिँचाइ सुविधा विस्तार गर्नेछौँ। महाकाली, कर्णाली, नारायणी, कोशी लगायतका ठुला तथा मझौला नदीहरूको व्यवस्थापन कार्यका लागि रकम विनियोजन गरेको छु। सूचना तथा सञ्चार दूरसञ्चार प्राधिकरण विधेयक संसदमा पेश गर्नेछौँ। नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच बढाउनेछौँ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क विस्तार गरिनेछ। सरकारी मुद्रणका लागि स्थापित विभिन्न संरचनालाई एक आपसमा गाभी एकीकृत सुरक्षित मुद्रण संस्थाको स्थापना गर्नेछौँ। नेपालमा दर्ता भएका सामाजिक सञ्जाल मार्फत व्यावसायिक क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गर्नेछौँ। छापा तथा विद्युतीय सञ्चार माध्यमबाट हुने लोक कल्याणकारी विज्ञापनका लागि रु 33 करोड विनियोजन गरेको छु। सूचना तथा सञ्चार क्षेत्रका लागि रु 5 अर्ब 93 करोड विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी 3 वर्षभित्र कम्तीमा 8,000 दर्शक क्षमताका 10 वटा फुटबल रङ्गशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्नेछौँ। प्रमुख 8 सहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्नेछौँ। विराटनगर, लाहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा 2,000 क्षमताका इन्डोर मल्टिपर्पज स्टेडियम आगामी 3 वर्षभित्र निर्माण गर्नेछौँ। मूलपानी क्रिकेट रङ्गशाला तथा एकाडेमी, गिरिजा प्रसाद कोइराला क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्नेछौँ। खेलकुदमा विशेष रुचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि छनौट गरी आवासीय सुविधासहित तालिम दिने व्यवस्था मिलाउनेछौँ।
अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नेछौँ। सुर्खेतमा 10औं राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मध्य प्रदेशमा प्रस्तावित 11औं राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको छु। खेलकुद क्षेत्रको लागि रु 4 अर्ब 3 करोड विनियोजन गरेको छु। गुणस्तरीय शिक्षा। मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्नका लागि रु 1 अर्ब विनियोजन गरेको छु। सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र 83-84 देखि MBBS लगायत चिकित्सा शिक्षाका 4 वटा विधामा कार्यक्रम सञ्चालन गर्नेछौँ। विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि रु 8 अर्ब 60 करोड विनियोजन गरेको छु। सङ्गीत, कला तथा साहित्य सम्बन्धी अध्ययनलाई देशैभर प्रवर्धन गर्नेछौँ। राजगुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिट्युट एवं एथ्नो म्युजिकोलोजी सेन्टर स्थापनाका लागि रकम छुट्याएको छु। अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत व्यवस्था र प्रोत्साहन गर्नेछौँ। स्वदेशी र विदेशी प्राध्यापकहरूबीच प्राज्ञिक आदान प्रदान कार्यक्रम सुरु गर्नेछौँ। विश्वविद्यालयलाई शैक्षिक, प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गरी लागत साझेदारी मोडलमा सञ्चालन गर्न कानुनी प्रबन्ध मिलाउनेछौँ। वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालय अन्तर्गत अध्ययनको अवसर प्रदान गर्नेछौँ। विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा 5 देखि कक्षा 8 सम्म अध्ययनरत विद्यार्थी तथा शिक्षक विद्यार्थी आदान प्रदान कार्यक्रम सञ्चालन गर्नेछौँ। मानव विकास सूचकाङ्कमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्नेछौँ। यस कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट सुरु गर्नेछौँ। शिक्षा क्षेत्रका लागि 218 अर्ब 30 करोड विनियोजन गरेको छु। स्वास्थ्य। सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा 101 अर्ब 95 करोड विनियोजन गरेको छु। यसमध्ये स्वास्थ्य बिमा कार्यक्रममा 15 अर्ब बजेट विनियोजन गरेको छु। विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि रु 13 अर्ब 15 करोड विनियोजन गरेको छु। रोगको बदलिँदो प्रकृति र भार एवं लागत प्रभावकारिताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्नेछौँ। निर्माण सुरु भएका 336 आधारभूत अस्पताललाई आगामी 3 वर्षमा निर्माण सम्पन्न गर्नेछौँ। मानव विकास सूचकाङ्क कम भएका हरेक प्रदेशका एक स्थानीय तहको उपयुक्त स्थानमा आधारभूत अस्पताल निर्माण गर्ने र निर्माण सुरु नभएका अस्पतालहरूको हकमा वैज्ञानिक नक्साङ्कन पश्चात मात्र निर्माण गर्नेछौँ। आधारभूत अस्पताल सञ्चालन तथा पूर्वाधार निर्माणका लागि 5 अर्ब 90 करोड विनियोजन गरेको छु। स्वास्थ्य संस्था तथा सेवाको गुणस्तर मापन, प्रमाणीकरण र प्रत्यायनका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्नेछौँ। कर्णाली र सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेसन मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौँ। सङ्घीय विशिष्टीकृत अस्पतालमा जलन उपचार युनिटको स्थापना गर्नेछौँ। जलनको सघन उपचारको लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्नेछौँ। मध्य प्रदेशमा मृगौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण सुरु गर्नेछौँ। बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निशुल्क उपचार हुने व्यवस्था मिलाएको छु। नागरिक स्तरबाट स्थापना भई अन्तर्राष्ट्रिय क्षेत्रमै ख्याति प्राप्त अनुकरणीय सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई प्रोत्साहित गर्नेछौँ। यस अन्तर्गत धुलीखेल सामुदायिक अस्पताल र काठमाडौँ इन्स्टिट्युट अफ चाइल्ड हेल्थको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छु। तिलगङ्गा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा प्रोत्साहित गर्न कर सहुलियत प्रदान गरेको छु।
हाई अल्टिट्युड सिकनेस उपचार सेवा विस्तार गर्नेछौँ। महामारी रोकथाम एवं प्रतिकारका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गर्नेछौँ। देशभित्र उत्पादन वा आपूर्ति हुने औषधि, रोग निदानात्मक र अन्य स्वास्थ्यजन्य खाद्यान्न सामग्रीहरूको गुणस्तर र नियमन सुनिश्चित गर्न फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन स्थापना गर्नेछौँ। सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा रियल टाइम अनुगमनका लागि एक नागरिक एक डिजिटल प्रोफाइल प्रणाली कार्यान्वयनमा ल्याउनेछौँ। सामुदायिक, सहकारी र निजी क्षेत्रको सहकार्यमा सबै स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गर्नेछौँ। राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गर्नेछौँ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पीईटी स्क्यान, साइक्लोट्रोन मेसिन खरिद तथा जडान गर्न पुँजीगत अनुदानका लागि रु 32 करोड विनियोजन गरेको छु। राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर र पोखरा स्थित प्राकृतिक तथा वैकल्पिक चिकित्सा सहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याई आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्नेछौँ। मध्य प्रदेश स्थित नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढाउनेछौँ। कर्णाली प्रदेशका दुर्गम स्थानहरूमा एयर एम्बुलेन्स सेवा सुरु गर्नेछौँ। नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छु। महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा 50% वृद्धि गरेको छु। दलित समुदायको परम्परागत सिप संरक्षण, आय आर्जन, प्रविधि स्तरोन्नतिका क्रियाकलाप सहित एकीकृत रूपमा दलित केन्द्रित लगानी बढाउनेछौँ। देशैभरिका 5 वर्ष मुनिका दलित समुदायका बालबालिकाको पोषण सहायताका लागि रु 3 अर्ब विनियोजन गरेको छु। जेनजी आन्दोलनका शहीदको सम्मान गरिनुका साथै शहीद परिवारको लागि सम्मानजनक आर्थिक सहायता सुनिश्चित गरिसकिएको छ। आन्दोलनका घाइतेका लागि निशुल्क स्वास्थ्य उपचार, घाइतेको अवस्था अनुसार मासिक भत्ता र उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्नेछौँ। सरकारी कार्यालयले निर्माण गर्ने भौतिक संरचना, डिजिटल प्रविधि, वेबसाइट र सफ्टवेयरहरू सबै किसिमका अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने ढाँचामा विकास गर्दै लैजानेछौँ। सबै प्रदेशमा अपाङ्ग पुनर्स्थापना केन्द्र स्थापना गर्दै जानेछौँ। अटिजम भएका बालबालिकालाई लक्षित गरी पूर्वाधारयुक्त आवासीय नमुना विद्यालय सञ्चालन गर्नेछौँ। गिग वर्करलाई औपचारिक श्रम र सामाजिक सुरक्षाको दायरामा ल्याउनेछौँ। जीवन चक्रका विभिन्न चरणमा हुन सक्ने जोखिमबाट संरक्षण प्रदान गर्न सामाजिक सुरक्षातर्फ रु 120 अर्ब विनियोजन गरेको छु। लैङ्गिक हिंसा निवारण सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्नेछौँ। प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा सडक बालबालिका तथा ज्येष्ठ नागरिकको पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनर्स्थापना गर्नेछौँ। नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्नेछौँ। समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि छुवाछुत तथा भेदभाव विरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नेछौँ। बाल श्रम, लैङ्गिक हिंसा, यौन दुर्व्यवहार, छाउपडी, महिनावारी विभेद, बाल विवाह जस्ता सामाजिक विकृतिको अन्त्यका लागि तिनै तहबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्नेछौँ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको मर्यादित जीवनयापनका लागि सामाजिक अन्तर्घुलन कार्यक्रम सञ्चालन गर्नेछौँ। महिला उद्यमशीलता विकासका लागि स्थानीय तहमा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गर्नेछौँ। बाल सुधार गृहको पूर्वाधार तथा व्यवस्थापनका लागि रु 31 करोड विनियोजन गरेको छु। दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार गर्न रकम विनियोजन गरेको छु। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकतर्फ रु 2 अर्ब 27 करोड विनियोजन गरेको छु। कृषि विकास तथा भूमि व्यवस्थापन, रासायनिक मल खरिदका लागि चालु आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी रु 32 अर्ब 46 करोड पुर्याएको छु।
रासायनिक मल आपूर्ति क्यालेन्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौँ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि रु 2 अर्ब 7 करोड विनियोजन गरेको छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण सुरु गर्नेछौँ। कृषि योग्य नदी उकास लगायत उपयोगविहीन सरकारी जग्गा र बाँझो जमिनको उपयोग गर्न स्थानीय तहमा भूमि बैङ्कको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौँ। सिराहा र सप्तरीमा आँप तथा सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्नेछौँ। कर्णालीमा स्याउ ओखर लगायतको फलफुलको जोन सञ्चालन गर्ने र चिस्यान केन्द्र स्थापना कार्य अगाडि बढाउनेछौँ। उपयोग नभएको खेतीयोग्य व्यक्तिगत जमिनलाई व्यावसायिक कृषि कम्पनीको सेयरमा परिणत गरी कृषि तथा पशुपालन फर्म सञ्चालन गर्न प्रोत्साहित गर्नेछौँ। प्राङ्गारिक मल र हरियो मल प्रवर्धन गर्न स्थानीय तहलाई सशर्त अनुदान हस्तान्तरण गर्न रु 36 करोड विनियोजन गरेको छु। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा कम्पनी मोडलमा ग्रिन युरिया मल उद्योग सञ्चालन गर्न दिनेछौँ। निजी क्षेत्रबाट ग्रिन युरिया उत्पादन प्रवर्धन गर्न खरिद ग्यारेन्टी सम्झौता गरी सहुलियत दरमा विद्युत उपलब्ध गराउने व्यवस्था मिलाउनेछौँ। कृषि बिमाको प्रिमियममा दिइने अनुदान सहुलियतका लागि रु 2 अर्ब 19 करोड विनियोजन गरेको छु। किसानलाई वित्तीय पहुँच प्रदान गर्न र नगद प्रवाह व्यवस्थापन गर्न कृषि उपज भण्डारणको प्रमाणीकरणका आधारमा वेयरहाउस रिसिट फाइनान्सिङ गर्ने व्यवस्था मिलाउनेछौँ। पशु पन्छीमा लाग्ने रोग तथा महामारी नियन्त्रणका लागि आवश्यक पर्ने खोप निजी क्षेत्र समेतको सहभागितामा स्वदेशमै उत्पादन गर्नेछौँ। खोरेत लगायतका रोग नियन्त्रण गर्न रु 24 करोड विनियोजन गरेको छु। हुम्लाको हिल्सा स्थित सीमा नाकामा पशु क्वारेन्टिन स्थापना गर्नेछौँ। 35वटा नगरपालिकाबाट जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा सुरुवात गर्नेछौँ। घर जग्गा खरिद बिक्रीलाई सहज बनाउन जग्गा धनी सङ्केत नम्बर जारी गरी घर जग्गा रोक्का फुकुवा खरिद बिक्री र राजस्व भुक्तानी अनलाइन प्रणालीबाट गर्नेछौँ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउनेछौँ। कृषि तथा पशुपन्छी विकासका लागि रु 46 अर्ब 92 करोड विनियोजन गरेको छु। वन, वातावरण तथा जलवायु अनुकूलन, चुरे तथा तराई मधेस क्षेत्रको जलचक्रलाई दिगो बनाउन पानीका स्रोत संरक्षण तथा पोखरी निर्माण, पहिरो नियन्त्रण, तटबन्ध निर्माण लगायतका क्रियाकलाप सञ्चालन गर्न करिब रु 1 अर्ब विनियोजन गरेको छु। जडीबुटी तथा गैर काष्ठ वन पैदावारको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने कार्य सुरुवात गर्नेछौँ। कर्णालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्नेछौँ। कार्बन उत्सर्जन कटौती बापत प्राप्त लाभमा स्थानीय समुदायलाई प्राथमिकता दिई उत्सर्जन न्यूनीकरणका लागि नतिजामा आधारित रेड प्लस कार्यक्रम सञ्चालन गर्नेछौँ। अन्तर्राष्ट्रिय जलवायु कोषको सहुलियतपूर्ण पुँजीमा निजी क्षेत्रको पहुँच पुग्ने व्यवस्था गर्नेछौँ। डढेलो नियन्त्रणका लागि ड्रोन तथा स्याटेलाइटको उपयोग गरी रियल टाइम सूचना आदान प्रदान गर्नेछौँ। जोखिमयुक्त क्षेत्रमा मानव वन्यजन्तु सह अस्तित्व कार्यक्रम सञ्चालन गर्नेछौँ। प्रमुख सहरहरूमा वायु प्रदूषण मापन केन्द्र र केन्द्रीय वातावरण प्रयोगशालाको स्तरोन्नति गर्नेछौँ। वन, वातावरण तथा जलवायु क्षेत्रको लागि रु 12 अर्ब 31 करोड विनियोजन गरेको छु। संस्कृति तथा पर्यटन, ऐतिहासिक स्थलहरू तिलौराकोट, देवदह, कपिलवस्तु र रामग्रामको बृहत पूर्वाधार विकास गर्नेछौँ। बृहत लुम्बिनी विकास कार्यक्रमका लागि यो वर्ष 83 करोड विनियोजन गरेको छु। जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास र ब्रान्डिङ गर्नेछौँ। राम जानकी पथ र राम जानकी परिक्रमा सडक स्तरोन्नतिका लागि रकम छुट्याएको छु। पर्यटकीय दृष्टिले महत्त्वपूर्ण पहाडी क्षेत्रमा हिल स्टेशनको प्रवर्धन गर्न पूर्वाधार विकासमा जोड दिनेछौँ। हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाउनेछौँ। मुस्ताङ र मनाङ लगायत उच्च हिमाली जिल्लामा रहेका 200 वर्षभन्दा पुराना कम्तीमा पनि 2 दर्जन ऐतिहासिक
बौद्ध गुम्बाहरूको संरक्षणका लागि विशेष परियोजना ल्याउनेछौँ। कपिलवस्तुको तिलौराकोट, धनुषाको जनकपुर धाम र काठमाडौँको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन कार्य अगाडि बढाउनेछौँ। खप्तड बडीमालिका शुक्लाफाँटा, काँक्रे बिहार पञ्चकोशी रारा, ठाकुरद्वार स्वर्गद्वारी रुरु क्षेत्र, देवघाट मुक्तिनाथ तिलिचो, कालिन्चोक जुगल गोसाईकुण्ड, सखडा धनुषाधाम गढीमाई, हलेसी चतरा पाथिभरा प्रादेशिक पर्यटकीय कोरिडोरको प्रवर्धन गर्नेछौँ। ग्रेट हिमालयन ट्रेल लगायत अन्य पदमार्गलाई रणनीतिक पदमार्गका रूपमा विकास गर्नेछौँ। खप्तड, रामारोशन, बडीमालिका, बुढीनन्दा रारा, स्वर्गद्वारी, मुक्तिनाथलाई जोड्ने गरी उच्च पहाडी पर्यटन पदमार्ग डाँफे रुटको विकास गर्नेछौँ। अपी हिमाल, दोर्दी हिमाल, सिक्लेस कहुपुचे मनाङ, तिनजुरे पाथिभरा ट्रेकिङ रुट विकास गर्नेछौँ। साइकल ट्रेलका लागि उपयुक्त गण्डकी प्रदेशका मध्य पहाडमा परीक्षणका रूपमा कास्की, लिपेनी, थुम्सीकोट, भाचोक लम्तरी, प्रिन्स चार्ल्स रुट हुँदै करापुसम्म र ब्यास, छाब्दी बाराही, बन्दीपुर, छिम्केश्वरी, लाब्दी, देवघाट रुट निर्माण गर्नेछौँ। आदिवासी जनजाति समुदायको संस्कृति संरक्षणका लागि कीर्तिपुर स्थित सङ्ग्रहालयको विस्तार गर्नेछौँ। दलित समुदायको परम्परागत मौलिक सिप, कला तथा पेशाको प्रवर्धन गर्न मधेस, कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमुना होमस्टे सञ्चालन गर्नेछौँ। 6000 मिटरभन्दा बढी उचाइ भएका र हालसम्म नामकरण नगरिएका हिमाललाई मौलिक नामकरण गरी आरोहणका लागि विशिष्ट बजारीकरण गर्नेछौँ। नागरिक उड्डयन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि रु 1,53 करोड विनियोजन गरेको छु। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी 6 महिनाभित्र यकिन गर्नेछौँ। गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्नेछौँ। भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उडान सञ्चालन गर्नेछौँ। प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गर्नेछौँ। मुगुको ताल्चा र दाङको टरी गाउँ विमानस्थल स्तरोन्नति गर्नेछौँ। संस्कृति तथा पर्यटन क्षेत्रका लागि रु 7 अर्ब 34 करोड र नागरिक उड्डयन क्षेत्रका लागि रु 2 अर्ब 93 करोड विनियोजन गरेको छु। श्रम तथा वैदेशिक रोजगार, रिभर्स प्रवासनलाई प्रोत्साहन गर्दै विप्रेषणलाई उपभोगबाट उत्पादनशील प्रयोजनमा रूपान्तरण गर्न विप्रेषण लगानी मिलान कोष सञ्चालन गर्नेछौँ। वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान, सिप र दक्षताको सदुपयोग गर्न रिटर्नी माइग्रेन्ट कार्यक्रम कार्यान्वयन गर्नेछौँ। युवाहरूलाई विभिन्न विषयगत छोटो अवधिका र कार्यस्थलमा आधारित तालिम सञ्चालन गरी सिपयुक्त बनाउनेछौँ। वैदेशिक रोजगारीलाई थप सुरक्षित एवं मर्यादित बनाउन श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्य मुलुकसँग थप सम्झौता गर्नेछौँ। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र मृत्यु भएका श्रमिकको शव सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध मिलाउन आवश्यक बजेट विनियोजन गरेको छु। सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाउनेछौँ। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था गरी वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र स्वचालित बनाउनेछौँ। वैदेशिक रोजगारीमा जाँदा शून्य लागतलाई प्रोत्साहन गर्दै सेवा शुल्कलाई श्रमिक मैत्री बनाउनेछौँ। औपचारिक च्यानलबाट भित्रिने रेमिटेन्सलाई थप प्रोत्साहित गर्न रेमिटेन्स आप्रवाहको हरेक रिसिटमा आधारित लटरी कार्यक्रम सञ्चालन गर्नेछौँ। अनौपचारिक क्षेत्रका श्रमिकको जीवनयापन र आधारभूत स्वास्थ्यलाई सहयोग पुग्ने गरी सहुलियत दरमा पौष्टिक खाना उपलब्ध गराउने गरी आवश्यक कार्यक्रम प्रारम्भ गर्नेछौँ। श्रम तथा रोजगार क्षेत्रमा रु 3 अर्ब 63 करोड विनियोजन गरेको छु। औद्योगिक विकास, निर्यातको सम्भावना भएका कृषि प्रशोधन, पर्यटन सेवा, हलुका उत्पादन लगायतका श्रम प्रधान उद्योगको विकास तथा विस्तारका लागि नमुना स्वरूप रोजगार आबद्ध उत्पादन क्षेत्र इम्प्लोइमेन्ट लिङ्क्ड प्रोडक्सन जोन सञ्चालन गर्नेछौँ। उद्योग प्रतिष्ठानको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कानुनी प्रबन्ध मिलाउनेछौँ। सरकार र निजी क्षेत्रको सहकार्यमा औद्योगिक क्षेत्र तथा औद्योगिक करिडोरमा स्वच्छ ऊर्जामा आधारित प्रविधिको प्रयोग गरी ट्रिटमेन्ट प्लान्ट सहितको सिवरेज प्रणाली सञ्चालन गर्नेछौँ। उद्योग प्रतिष्ठानमा रहेका परम्परागत बोइलरलाई इलेक्ट्रिक बोइलरले प्रतिस्थापन गर्न सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछौँ। 100 उद्योगहरूलाई विद्युतीय वा बायो ब्रिकेटमा आधारित बोइलरमा रूपान्तरण गर्न रु 22 करोड विनियोजन गरेको छु।
औद्योगिक पूर्वाधार विकासका लागि रु 65 करोड विनियोजन गरेको छु। खानी सम्बन्धी लाइसेन्सको पुनरावलोकन गर्नेछौँ। नयाँ खानीको अन्वेषणका क्रममा फेज 2 सम्मको अध्ययनका लागि आवश्यक जियोलोजिकल ल्याब र परीक्षण अन्वेषणको व्यवस्था गर्नेछौँ। खानी क्षेत्र, ठुला उद्योग र 5 मेगावाटभन्दा बढी विद्युत खपत गर्ने निजी क्षेत्रबाट विकास हुने औद्योगिक क्षेत्रसम्मको सहज पहुँच तथा विद्युत आपूर्ति एवं प्रसारण लाइन निर्माण गर्नेछौँ। भारी सवारी सञ्चालन हुने औद्योगिक तथा खानी पहुँच सडकलाई विशेष मापदण्डसहित डिजाइन, निर्माण र मर्मत गर्न रु 50 करोड विनियोजन गरेको छु। खनिज तथा निर्माणजन्य सामग्री उत्खनन, उत्पादन, आपूर्ति र प्रयोगको समग्र नियमन तथा व्यवस्थापनका लागि खानी तथा खनिज प्राधिकरण स्थापना गर्नेछौँ। दैलेखमा रहेको पेट्रोलियमको व्यावसायिक उत्पादनका लागि आवश्यक प्रक्रिया शीघ्र अगाडि बढाउनेछौँ। धौवादी फलाम उद्योगमा रहेको नेपाल सरकारको सेयर अंश घटाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने कार्यविधि अघि बढाउनेछौँ। वातावरणीय दृष्टिकोणले उपयुक्त देखिएका ठाउँ पहिचान गरी ढुङ्गा गिटी बालुवा उत्खनन तथा प्रशोधन आपूर्ति गर्ने व्यवस्था मिलाउनेछौँ। वाणिज्य, विश्व बजारमा उल्लेख्य परिमाणमा निर्यात गरी ब्रान्ड स्थापित भइसकेका नेपाली उत्पादनलाई थप सहुलियत प्रदान गर्नेछौँ। व्यापार तथा लगानी सहजीकरणका लागि व्यापार तथा औद्योगिक लजिस्टिक गुरु योजना कार्यान्वयनमा ल्याउनेछौँ। राष्ट्रिय उत्पादकत्व वृद्धिको गुरु योजना तयार गरी उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रु 1 अर्ब 18 करोड विनियोजन गरेको छु। भैरवामा एकीकृत जाँच चौकी आइसिपी को निर्माण कार्य शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ। चाँदनी दोधारामा निर्माणाधीन एकीकृत जाँच चौकी 2 वर्षभित्र निर्माण सम्पन्न गरिनेछ। नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका गलैँचा, कार्पेट, धागो, तयारी कपडा, सिमेन्ट लगायतका वस्तु तथा कम तौल उच्च मूल्यका वस्तुको निर्यात अभिवृद्धिका लागि वस्तुगत निर्यात रणनीति तयार गरी कार्यान्वयन गर्नेछौँ। इन्धनको मूल्य स्थायित्व कायम गर्न फ्युचर्स कन्ट्र्याक्ट गर्ने सम्बन्धमा आवश्यक अध्ययन गर्नेछौँ। पेट्रोल पम्पमा न्यूनतम पूर्वाधारसहित इभी चार्जिङ स्टेसन जडान गर्न प्रोत्साहन गर्नेछौँ। नेपाल आयल निगमबाट इथानोल उत्पादन गर्ने उद्योगसँग सम्झौता गरी तोकिएको मूल्यमा खरिद गर्ने ग्यारेन्टी गर्नेछौँ। नियामक निकायलाई सुदृढ गरी सबै किसिमका सिन्डिकेट, कार्टेलिङ, कालोबजारी, नाफाखोरी र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नेछौँ। उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि रु 8 अर्ब 31 करोड विनियोजन गरेको छु। स्टार्टअप तथा नवप्रवर्तन, स्टार्टअप, साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिस्टममा आबद्ध गर्ने प्लेटफर्मको रूपमा नेपाल एन्टरप्राइज फेसिलिटी स्थापना गर्नेछौँ। प्लेटफर्मले उद्यम सम्बन्धी नीतिगत व्यवस्था, नवीन वित्तीय उपकरणको पहिचान र पहुँच, इन्क्युबेसन सहितको सहयोग सञ्जाल र स्वदेशी उद्यम अभियानलाई एकीकृत रूपमा अगाडि बढाउनेछ। कृषि एवं पशुजन्य उद्यम गर्न चाहने 1000 युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउनेछौँ। युवा वैज्ञानिकलाई स्वदेशमै अनुसन्धानको अवसर प्रदान गर्न अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम विनियोजन गरेको छु। खगोलीय पर्यटन प्रवर्धन गर्न सगरमाथा आधार शिविरमा अब्जर्भेटरी केन्द्र स्थापनाका लागि रकम विनियोजन गरेको छु। विज्ञान, प्रविधि र नवप्रवर्धनका लागि रु 4 अर्ब र नेपाल एन्टरप्राइज फेसिलिटीका लागि रु 50 करोड विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, सौम्य शक्ति र डायस्पोरा, पारस्परिक लाभ, राष्ट्रिय आत्मसम्मान र सार्वभौम हितमा आधारित सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ गर्दै आर्थिक समुन्नतिका लागि सौम्य शक्ति परिचालन गर्नेछौँ। आर्थिक कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि तथा पर्यटनको एकीकृत उपयोग मार्फत नेपालको अन्तर्राष्ट्रिय उपस्थिति, विश्वसनीयता र प्रभाव विस्तार गर्नेछौँ। संयुक्त राष्ट्रसङ्घ लगायत अन्य बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा नेपालको भूमिकालाई सशक्त बनाउनेछौँ। क्षेत्रीय सन्निकटताका लागि सुदृढ कूटनीति अगाडि बढाउनेछौँ। नेपालको सौम्य शक्ति विस्तारका लागि बुद्ध जन्मभूमि, सर्वोच्च शिखर सगरमाथा, हिमालय श्रृङ्खला, योग ध्यान, सांस्कृतिक विविधता, शान्तिवादी राष्ट्रको छवि र अन्तर्राष्ट्रिय शान्ति मिसनमा सहभागिता लगायतका विषयहरूको उन्नत प्रसार गर्नेछौँ। विदेशस्थित नेपाली नियोगको सशक्तिकरण गरी निर्यात क्षमता, द्विपक्षीय व्यापार तथा लगानी, पर्यटन प्रवर्धन गर्न आर्थिक कूटनीति सबल बनाउनेछौँ। संविधानले सुनिश्चित गरेको गैर आवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरी एक पटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई मूर्त रूप दिनेछौँ। गैर आवासीय नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा समावेश गर्नेछौँ। बैंकिङ क्षेत्र,
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, बैंकिङ कसुर तथा सजाय ऐनमा समयानुकूल संशोधन गर्नेछौँ। विपन्न तथा साना किसानका लागि कर्जा तथा पशुधन कार्यक्रम साना किसान विकास लघुवित्त वित्तीय संस्था मार्फत सञ्चालन गर्न रकम विनियोजन गरेको छु। बैंक तथा वित्तीय संस्थामा रहेको निष्क्रिय कोषमा रहेको रकम हकवालाले दाबी गरेको बखत उपलब्ध हुने सुनिश्चित गरी तोकिएको कानुनी प्रक्रियाका आधारमा उत्पादनमूलक कार्यमा परिचालन गर्नेछौँ। वाणिज्य बैंक तथा भुक्तानी सम्बन्धी काम गर्ने संस्थाले अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कसँग सम्झौता गर्न सक्ने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेमेन्ट एग्रिगेटर तथा नेसनल पेमेन्ट स्विचलाई प्रभावकारी बनाउनेछौँ। पेमेन्ट एग्रिगेटरको नियमनको लागि कानुनी र संस्थागत व्यवस्था गर्नेछौँ। सहुलियतपूर्ण कर्जाको प्रभावकारिता अभिवृद्धि गर्ने गरी तेस्रो पक्षबाट कर्जाको गुणस्तर मूल्याङ्कन गराउनेछौँ। जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई समेत यस कार्यक्रमको लाभग्राहीको रूपमा सहभागी गराउनेछौँ। विद्युत खपत बढाउन र प्रदूषण नियन्त्रण गर्न घरायसी प्रयोजनको लागि वासिङ मेसिन, रेफ्रिजरेटर, भ्याक्युम क्लिनर जस्ता विद्युतीय उपकरण समेत हायर पर्चेसमा खरिद बिक्री गर्न सकिने व्यवस्था मिलाउनेछौँ। बीमा, धितोपत्र तथा सहकारी नेपाली बीमा कम्पनीबाट जारी हुने बीमाङ्कको कम्तीमा 20% नेपाल पुनर्बीमा कम्पनीबाट गराउनुपर्ने व्यवस्था मिलाउनेछौँ। दीर्घकालीन प्रकृतिका बीमाको सामूहिक बीमा कोषको नेतृत्व तथा सञ्चालन नेपाल पुनर्बीमा कम्पनीबाट हुने व्यवस्था गर्नेछौँ। जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा कम्पनीसँग गराउने व्यवस्था मिलाउनेछौँ। लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बीमाङ्क रु 10 लाख पुर्याइनेछ। सवारी दुर्घटना कम गर्न सवारी साधनमा दुर्घटना डिभाइस जडान गर्नुपर्ने व्यवस्था गर्नेछौँ। दुर्घटना, घातक रोग, ढुवानी लगायतको बिमा अनिवार्य गर्नेछौँ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष, स्वास्थ्य बीमा बोर्ड र सामाजिक सुरक्षा कोषले सञ्चालन गर्ने सुरक्षण कार्यक्रमको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनी मार्फत गर्ने व्यवस्था मिलाउनेछौँ। शहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृति गर्दा अनिवार्य रूपमा बीमा गर्ने व्यवस्था गर्नेछौँ। धितोपत्र बजार व्यवस्थापन र कसुर तथा सजाय सम्बन्धी छुट्टै विधेयक संसदमा पेश गर्नेछौँ। वित्तीय ट्रस्टीको नियमन गर्न ट्रस्टी विधेयक तर्जुमा गर्नेछौँ। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको अनुगमन र नियमनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिका थप प्रभावकारी बनाउनेछौँ। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि सहकारीको बचत रकम तथा सम्पत्ति बिक्रीबाट शोध भर्ना हुने गरी चक्रीय कोषको रूपमा स्थापित एकीकृत बचतकर्ता सुरक्षा कोषबाट बचत फिर्ता गर्ने कार्यलाई निरन्तरता दिइनेछ। सुशासन, स्वार्थको द्वन्द्व सम्बन्धी कानुन तर्जुमा गरी नीतिगत भ्रष्टाचार अन्त्य गर्नेछौँ। कसुरजन्य सम्पत्तिको प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायलाई एकीकृत सूचना पद्धतिमा आबद्ध गरी असुल उपर जफत प्राप्ति तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेछौँ। निजामती कर्मचारी अस्पतालबाट बहुविशिष्टीकृत सेवा विस्तार गर्न अत्यावश्यक उपकरण जडान र भौतिक संरचना निर्माण गर्नेछौँ। हेलो सरकार संयन्त्रलाई सरकार नागरिक संवादको प्लाटफर्मको रूपमा विकास गर्नेछौँ। सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड लागू गर्नेछौँ। राष्ट्रिय परिचय पत्रलाई सार्वजनिक सेवा प्रवाहको आधारभूत परिचय पत्रको रूपमा प्रयोग गर्दै मालपोत, यातायात, राहदानी, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन जस्ता नागरिक सेवासँग सम्बद्ध प्रणालीको सुदृढीकरण गर्नेछौँ। बदलिँदो आर्थिक कूटनीतिलाई मध्यनजर गरी डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास र छङ्दू, सान फ्रान्सिस्को स्थित महावाणिज्य दूतावास तथा विशाखापट्टनममा रहेको दूतावासको शाखा खारेज गर्नेछौँ। संवैधानिक निकायहरूको कार्य सम्पादन सुदृढ गर्न साधन स्रोत सम्पन्न बनाइनेछ। पछिल्लो 4 वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। यसबाट हाल खाइपाई आएको पारिश्रमिकमा करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक करिब रु 40,000 देखि रु 1 लाख माथि कायम हुनेछ। नयाँ तलब स्केल सम्बत 2083 साउन 1 गतेदेखि लागू हुनेछ।
कानुनी शासन र राष्ट्रिय सुरक्षा। न्याय प्रणालीलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गरी विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्नेछौँ। विपन्न तथा दूरदराज क्षेत्रका नागरिकका लागि निशुल्क कानुनी सहायता कार्यक्रम सञ्चालन गर्नेछौँ। शान्ति प्रक्रिया तथा सङ्क्रमणकालीन न्याय सम्बन्धी बाँकी कामलाई यथाशीघ्र निष्कर्षमा पुर्याइनेछ। राष्ट्रिय सुरक्षा नीति 2075 को पुनरावलोकन गर्नेछौँ। नेपाली सेनाका जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै रु 2 अर्ब विनियोजन गरेको छु। ऐतिहासिक गढी र किल्ला संरक्षण गरी पर्यटनसँग आबद्ध गर्नेछौँ। नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिनेछौँ। विधि विज्ञान प्रयोगशाला, अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवा अवधि र निवृत्त भरण सुरु हुने अवधिका बीचमा रहेको विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गर्नेछौँ। सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यावसायिक फोर्सको रूपमा विकास गर्नेछौँ। कारागारको सुदृढीकरण, क्षमता विस्तार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गरी सुधार गृहका रूपमा रूपान्तरण गर्दै लगिनेछ। विपद प्रतिकार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता विकास गर्नेछौँ। विपद पश्चातको क्षतिपूर्ति, राहत र पुनर्निर्माणका लागि बिमा लगायतका जोखिम हस्तान्तरणका उपकरणहरूको विस्तार गर्नेछौँ। सङ्घ, प्रदेश र स्थानीय तहबीचको अधिकार, जिम्मेवारी र कार्य सम्पादनको दोहोरोपना हटाउन कार्य विस्तृतीकरणको पुनरावलोकन गर्नेछौँ। 3 तहबीच विद्यमान दोहोरो करको विवादलाई क्षेत्राधिकारको स्पष्टता र कानुनी सुधार मार्फत समाधान गर्नेछौँ। सङ्घीयता सुदृढीकरण र स्थानीय सेवा सुधारका लागि शासकीय नवप्रवर्तन चुनौती फन्ड स्थापना गर्नेछौँ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म माथि उल्लेखित क्षेत्रगत नीति र कार्यक्रम कार्यान्वयनका लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु। आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124 अर्ब 34 करोड विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालुतर्फ रु 1270 अर्ब 58 करोड अर्थात् कुल विनियोजनको 59.8%, पुँजीगततर्फ रु 431 अर्ब 10 करोड अर्थात् 20.3%, वित्तीय व्यवस्थातर्फ रु 422 अर्ब 64 करोड अर्थात् 19.9% रहेको छ। यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा 25%ले बढी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट रु 1405 अर्ब 31 करोड र वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड बेहोर्दा रु 657 अर्ब 29 करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247 अर्ब 28 करोड परिचालन गर्नेछौँ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौँ। आगामी आर्थिक वर्ष रु 245 अर्ब 89 करोड आन्तरिक ऋणको सावा भुक्तानी हुने हुँदा खुद रु 164 अर्ब 11 करोड मात्र आन्तरिक ऋण परिचालन हुनेछ। अब नेपालको संविधानको धारा 60 अनुसार वित्तीय हस्तान्तरण सम्बन्धी विवरण पेश गर्दछु। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस अनुसार आगामी आर्थिक वर्ष 83-84 मा प्रदेशका लागि रु 61 अर्ब 50 करोड र स्थानीय तहका लागि रु 90 अर्ब 20 करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छु। प्रदेश र स्थानीय तहमा पूर्वाधार आयोजना कार्यान्वयन गर्ने क्रमशः रु 4 अर्ब 60 करोड र रु 8 अर्ब 93 करोड समपूरक अनुदान उपलब्ध गराएको छु। साथै प्रदेश र स्थानीय तहमा क्रमशः रु 3 अर्ब 82 करोड र रु 9 अर्ब 40 करोड विशेष अनुदान छुट्याएको छु। सङ्घीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा क्रमशः रु 39 अर्ब 72 करोड र रु 206 अर्ब 8 करोड सशर्त अनुदान विनियोजन गरेको छु। प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँडबाट कुल रु 175 अर्ब हस्तान्तरण हुने अनुमान छ। आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँड रोयल्टी समेतबाट र वित्तीय हस्तान्तरण गरी प्रदेश र स्थानीय तहमा रु 600 अर्बभन्दा बढी परिचालन हुने प्रक्षेपण गरेको छु। सम्माननीय सभामुख महोदय,
सम्माननीय अध्यक्ष महोदय, अब म आर्थिक वर्ष 83-84 को राजस्व नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु। व्यवसाय मैत्री कर नीति, सरल एवं स्पष्ट कर कानुन, स्वैच्छिक कर सहभागिता र चुस्त कर प्रशासनको विकास गरी आर्थिक क्रियाकलाप विस्तार गर्न दिआएका उद्देश्य लिएको छु। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा जोड्दै औपचारिक अर्थतन्त्रको विकास गर्ने, स्वचालित प्रविधि मैत्री सदाचारयुक्त र उत्प्रेरित कर प्रशासनको विकास गर्ने, स्वैच्छिक कर सहभागिताको माध्यमबाट राजस्व अभिवृद्धि गर्ने, लागत परिपूरण र तिर्न सक्ने क्षमताको आधारमा गैर कर राजस्व परिचालन गर्ने, लगानी प्रोत्साहन र संरक्षण, सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढाउन यस्ता सेवाको निर्यातबाट आर्जित आयमा 50% कर छुट दिएको छु। सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीको रकमलाई कर योग्य आय गणनामा 100% छुट हुने व्यवस्था मिलाएको छु। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क डोमेस्टिक प्रोडक्ट प्रमोसन फी लगाएको छु। नाफा नकमाउने गरी स्थापना भएका मित्र राष्ट्रको पूर्ण स्वामित्वका विकास वित्त संस्थाले नेपालमा ऋण लगानी गरी आर्जन गरेको ब्याजमा आयकर नलाग्ने व्यवस्था गरेको छु। महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई सुरुको 10 वर्षसम्म पूर्ण रूपमा आयकर छुट दिने व्यवस्था मिलाएको छु। परिवर्तित सन्दर्भमा दक्षिण एसियाली व्यापार सम्झौता साफ्टाको संवेदनशील सूचीलाई पुनरावलोकन गर्नेछौँ। स्वैच्छिक अनुपालन र करको दायरा विस्तार, दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउ पुर्याउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा समता शुल्क लगाउने व्यवस्था गरेको छु। अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिटभन्दा बढीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको छु। इलेक्ट्रिक सवारी साधनमा पिक पावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुललाई मूल्यगत आधारमा लगाउने व्यवस्था गरेको छु। यस्ता सवारी साधनको स्वदेशमा उत्पादन, चार्जिङ स्टेसन निर्माण, ब्याट्रीको व्यवस्थापनका लागि पैठारू बिन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छु। क्लिन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फी, नेपाली ब्रान्डका मदिराको निकासी प्रवर्धन गर्न गुणस्तरीय स्पिरिट उत्पादन तथा म्याचुरेसन कार्यलाई प्रोत्साहित गरिनेछ। आगामी आर्थिक वर्षदेखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगको रूपमा दर्ता गरी अन्तशुल्कको दायरामा ल्याउने व्यवस्था मिलाएको छु। सुरोटमा करिब 10% सम्म र मदिरा तथा बियरमा लाग्ने अन्तशुल्कमा वृद्धि गरेको छु। गैर कर राजस्व परिचालनलाई प्रभावकारी बनाउन छाता कानुन ल्याउनेछौँ। राजस्व प्रशासनमा आधुनिकीकरण, राजस्व अनुसन्धान विभाग खारेज गरी यसले गर्दै आएका कार्य विषयगत निकाय मार्फत सम्पादन हुने व्यवस्था मिलाउनेछौँ। वार्षिक रु 10 करोड भन्दा माथि कारोबार गरी विद्युतीय बिजक जारी गर्ने सबै व्यवसायलाई अनिवार्य रूपमा केन्द्रीय बिजक अनुगमन प्रणालीमा आबद्ध गर्नेछौँ। साना व्यवसायीलाई विद्युतीय माध्यमबाट भुक्तानी लिन प्रोत्साहन गर्नेछौँ। कर परीक्षण गर्नुपर्ने अवधि 3 वर्ष कायम गरेको छु। जोखिममा आधारित कर अनुसन्धान तथा परीक्षणका लागि कृत्रिम बुद्धिमत्ता सहितको असेसमेन्ट पद्धतिको विकास गर्नेछौँ। डिजिटल अन्तशुल्क टिकटको सुरुवात गर्ने व्यवस्था मिलाएको छु। अन्तशुल्क चुहावट नियन्त्रण गर्न विद्युतीय ट्र्याक एन्ड ट्रेस प्रणालीको सुरुवात गर्नेछौँ। भौतिक नियन्त्रणमा आधारित अन्तशुल्क प्रशासनलाई जोखिमको आधारमा क्रमशः स्वयं निष्कासन प्रणालीमा रूपान्तरण गर्ने व्यवस्था मिलाइनेछ। पेपरलेस, फेसलेस र कन्ट्याक्टलेस राजस्व प्रशासनको विकास गर्नेछौँ। कर विवरण बुझाउने, भुक्तानी गर्ने, फिर्ता लिने लगायतका सेवाहरू स्वचालित रूपमा प्रवाह हुने व्यवस्था मिलाउनेछौँ। कर्मचारीको मनोबल उच्च बनाई राजस्व परिचालन वृद्धि गर्न राजस्व प्रशासनमा कार्य सम्पादन सूचकका आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। एक ठाउँबाट अर्को ठाउँमा वस्तु ढुवानी गर्दा एकभन्दा बढी स्थानीय तहमा लगाइने गरेको निकासी, कवाडी लगायत बहुकर लिन पाइने छैन। प्रदेश र स्थानीय तहका कर भुक्तानी गर्दा स्थायी लेखा नम्बर खुलाउनु पर्ने व्यवस्था गर्नेछौँ। असल व्यवसायीको सम्मान एवं व्यापार सहजीकरणको लागि अथोराइज्ड बिजनेस पर्सनको पहिचान सहित भन्सारमा ब्लू लेन मार्फत जाँच पास गर्ने व्यवस्था मिलाउनेछौँ। कारोबार मूल्यमा आधारित
अनलाइन भन्सार जाँच पास प्रणालीलाई थप सुदृढ, पारदर्शी र यथार्थपरक बनाउनेछौँ। भन्सार जाँच पास पछिको परीक्षण कार्यालयको पुनर्संरचना गर्नेछौँ। स्थल मार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकको सहजीकरणका लागि सबै मूल भन्सार कार्यालयमा सवारी साधनको अस्थायी पैठारी घोषणा गर्ने र शुल्कको भुक्तानी अनलाइनबाट हुने व्यवस्था मिलाइसकेको छु। वैवाहिक पर्यटनलाई प्रोत्साहन गर्न विवाह प्रयोजनका लागि ल्याउने सामान घोषणा, धरौटी लिने र विवाह सकेर फर्कदा धरौटी फिर्ता दिने व्यवस्थालाई स्वचालित बनाउनेछौँ। पर्यटकलाई कानुन बमोजिम तोकिएको सीमाभित्र परिवर्तीय विदेशी मुद्रा ल्याउन पाउने सरल व्यवस्था गर्नेछौँ। प्रविधि मैत्री निगरानी र संयुक्त रूपमा बजार अनुगमनबाट सीमावर्ती क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रण गर्नेछौँ। अन्तर्देशीय भन्सार प्रशासनसँग मालवस्तु आइपुग्नु अगावै सूचना आदान प्रदान गर्ने सम्झौता थप विस्तार गर्नेछौँ। कर सहुलियत, छुट तथा सुविधा। नेपालभित्र कृत्रिम हातखुट्टा र अपाङ्गता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगको नाममा पैठारी हुने कच्चा पदार्थको आयातमा भन्सार महसुल छुट दिएको छु। आवासीय भवनको बिमा बापत अधिकतम 10,000 रुपैयाँसम्म आयकर प्रयोजनको लागि कट्टी गर्न पाउने व्यवस्था मिलाएको छु। विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्दा घर जग्गा रजिस्ट्रेसनको लागि तोकिएको सरकारी मूल्याङ्कनसम्मको रकममा पुँजीगत लाभ कर नलाग्ने व्यवस्था गरेको छु। कृषि प्रशोधन उद्योगमा पहिलो 10 वर्षको आयकर पूर्ण रूपमा छुट र कोल्ड स्टोर, प्याकेजिङ तथा टेस्टिङ ल्याब सहितका मेसिनरी उपकरणको आयातमा लाग्ने मूल्य अभिवृद्धि कर छुट हुने व्यवस्था मिलाएको छु। कर परिपालना गर्ने करदातालाई उच्च सम्मान, सुविधा र कार्यप्रणालीमा सरलीकरण गरिनेछ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वर्ष 2081-82 को यथार्थ खर्च, चालू आर्थिक वर्ष 2082-83 को संशोधित अनुमान र आगामी आर्थिक वर्ष 2083-84 को स्रोत सहितको व्यय अनुमान यसै साथ पेश गरेको छु। अनुमानित आय व्ययको विवरण अनुसूचीमा उल्लेख गरेको छु। दात्री राष्ट्र र निकायबाट प्राप्त हुने प्राविधिक सहायता र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट परिचालन हुने सहायता सम्बन्धी विवरण समेत यसै साथ पेश गरेको छु। अन्त्यमा यो बजेट राज्य सञ्चालनको नयाँ सोच र सङ्कल्प, आर्थिक रूपान्तरणको स्पष्ट मार्गचित्र र नागरिकसँग गरिएको राजनीतिक करार कार्यान्वयनको प्रारम्भ बिन्दु हो। सुशासन, मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्यसहित प्रस्तुत यो बजेटले राज्यको भूमिकालाई नियन्त्रक र नियामक मात्र होइन, अवसरको सर्जक संस्थाका रूपमा पुनः परिभाषित गर्न खोजेको छ। यो बजेटले ऊर्जा, कृषि, वन, उद्योग, पर्यटन, सूचना प्रविधि र मानव पुँजीलाई आगामी दशकको आर्थिक समृद्धिका संवाहक क्षेत्रका रूपमा अघि बढाई अर्थतन्त्रमा संरचनात्मक सुधारको नयाँ चरण प्रारम्भ गरेको छ। यस बजेट मार्फत राजकाजमा थिति बसाल्ने, निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने, सार्वजनिक सेवा प्रवाह संयन्त्रलाई प्रविधि अनुकूल र जवाफदेही बनाउने तथा उत्पादन, नवप्रवर्तन र उद्यमशीलतामा आधारित नयाँ आर्थिक सूचक्र प्रारम्भ गर्ने आधार तयार गरिएको छ। कर प्रणालीलाई सरल, न्यायोचित र उत्पादनमुखी बनाइएको छ। सार्वजनिक खर्चलाई मितव्ययी र परिणाममुखी बनाइएको छ। सुधार र रूपान्तरणका यी कार्यक्रमहरूको प्रभाव स्वरूप आगामी आर्थिक वर्षमा 7% आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धि दर 6% भित्र सीमित रहने विश्वास लिएको छु। बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रम कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुनेछ। सुशासन, सदाचार र समन्यायिक समृद्धिमा केन्द्रित यिनै कार्यक्रमहरूको इमान्दारीपूर्ण कार्यान्वयनबाट नै नेपाललाई आगामी 5 वर्षभित्र सुशासित, समुन्नत र स्वाभिमानी राष्ट्रमा रूपान्तरित गर्दै 16औं योजना र दिगो विकासका अधिकांश लक्ष्यहरू हासिल हुने विश्वास लिएको छु।
बजेट तर्जुमा गर्दा मार्गदर्शन गर्नुहुने सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख, सम्माननीय अध्यक्ष र राजनीतिक दलका नेतृत्वप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। बजेट निर्माणका क्रममा रचनात्मक सुझाव, तथ्यपरक विश्लेषण र सहकार्यात्मक सहयोग प्रदान गर्नुहुने माननीय सांसदहरू, निजी क्षेत्र, श्रमिक, किसान, युवा, विकास साझेदार, राष्ट्रसेवक कर्मचारी, विज्ञ समुदाय, सञ्चार जगत तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक आभार व्यक्त गर्दछु। राष्ट्र निर्माण सरकारको मात्र दायित्व होइन, यो राज्य, निजी क्षेत्र र नागरिक समाजबीचको समान सङ्कल्प, सामूहिक अठोट, साझा प्रयत्न र समष्टि अभियान हो भन्ने विश्वास लिएको छु। बजेट केवल आङ्किक विवरणको प्राविधिक प्रस्तुति होइन, न त यो अर्थ राजनीतिक दस्तावेज मात्रै पनि हो। यो त जनताले दिलैदेखि पत्याएर अनि भित्रैबाट भरोसा राखेर शासकीय जिम्मेवारी सुम्पेको सरकारले मुलुकलाई सुधार्न र सपार्न बनाउने विकासको बाटोको भरपर्दो नक्सा हो। यो दस्तावेज नागरिकको मनसँग जोडिन सकेन भने यसका अक्षर र अङ्क जतिसुकै सही भए पनि ती निर्जीव रहन्छन्। नागरिकहरूको सद्भाव, समर्थन र सहयोग सरकारको अविनाशी पुँजी हो, जसको बचाउ र बढोत्तरी गर्नेतर्फ यो सरकार सदा कृत सङ्कल्पित रहनेछ। प्रस्तुत बजेटले अगुवाई गर्न लागेको राष्ट्र निर्माणको यात्रामा सबै राजनीतिक दल, निजी क्षेत्र, श्रमिक, किसान, युवा, उद्यमी, प्रवासी नेपाली तथा सम्पूर्ण नागरिकलाई शिष्ट संवाद, सहकार्य, सार्थक सहभागिता र राष्ट्रिय एकताको साझा भावनासहित साथ दिन हार्दिक अपिल गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठक यहीँ स्थगित हुन्छ। दर्शकहरू, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भर्खरै मात्र नेपालको आर्थिक वर्ष 2083-84 का लागि बजेट घोषणा गर्नुभएको छ। उहाँले 21 खर्ब 14 अर्ब 34 करोडको बजेट सार्वजनिक गर्नुभएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2083-84 का लागि 21 खर्ब 14 अर्ब 34 करोडको बजेट सार्वजनिक गर्नुभएको छ। भर्खरै मात्र